आदरणीय दर्शक श्रोताबिनहरूलाई यहाँहरू सम्पूर्णलाई पक्कै पनि आवाज सुन्दै हुनुहुन्छ होला। राइट, र विशेष गरेर आज हाम्रो यहाँ फ्लायर देखिसक्नु भएको छ। मिडवेस्ट युथ कन्फरेन्सको बारेमा हामीले केही प्रोग्राम्सको अपडेटहरू, रेजिस्ट्रेसन अनि जति पनि होस्ट चर्चले गर्ने दायित्वहरू छ अनि प्लस सबै कुरोहरू हामी ती कुराहरूलाई देखाउने नै छौँ। र हामीसँग होस्ट चर्चबाट हाम्रो डाक्टर रिचार्ड हुनुहुन्छ। हाम्रो दुवैजना पास्टर बुवालाई म स्वागत गर्न चाहन्छु। जय मसीह। जय मसीह हजुर। जय मसीह भाइ। धन्यवाद तपाईहरुको यो बहुमूल्य समय हामीलाई दिनुभयो। अनि आज विशेष गरेर हामीले युथ हाम्रो कन्फरेन्स भइरहेको छ नर्थ डाकोटामा। यही जुन 18, 19 र 20 हैन, थर्सडे, फ्राइडे, स्याटरडे हुँदैछ। र त्यहाँ चाहिँ हामी सबै जति पनि मिडवेस्टमा हुने मण्डलीहरू छौ, जति पनि सेवाकाई गर्दै हुनुहुन्छ, तपाईहरुलाई पहिलो पाली मिडवेस्ट भनेर थाहा छ भने पनि अथवा सुन्नुभयो भने पनि तपाईहरुलाई स्वागत गर्न चाहन्छौ। किनकि यो चाहिँ परमेश्वरको राज्यका लागि हामीले तपाईहरुलाई स्वागत गर्नका लागि बोलाएको हो। र हाम्रो आज मिडवेस्टको केही विस्तृत प्रोग्रामको अपडेट गर्नुहुनेछ। हाम्रो आदरणीय प्रेसिडेन्ट आइसक्नु भएको छ र त्यस पछाडि हाम्रो डाक्टर रिचार्डले पनि हाम्रो उहाँ के कस्तो तयारी हुँदैछ होस्ट चर्चको लागि त्यो पनि हामी विस्तृत जानकारी गर्ने नै छौँ। र दर्शक श्रोताहरूले तपाईहरुले हाम्रो यो चाहिँ लाइभ कार्यक्रम चाहिँ मिडवेस्ट पेज र प्रेस टिभी, किनभने हामीले प्रेस मिट चाहिँ प्रेस टिभीबाट गरेको कारणले गर्दा, मिडिया मार्फत गरेकोले गर्दाखेरि तपाईहरुलाई लागेको कुनै पनि प्रश्न हैन, अब अहिलेको यङ जेनेरेसन, अहिले जेनजी जेनेरेसन हो, एकदम तपाईहरुलाई कुनै पनि प्रश्न छ भने तपाईहरुले त्यहाँ लेख्न सक्नुहुन्छ। तर प्रश्न चाहिँ तपाईहरुले कुनै पनि कन्ट्रोभर्सियल नआउने, तर युथकै लागि, यो युथ मिडवेस्ट युथ कन्फरेन्सकै लागि सोधिदिनु भयो भने हामी एकदम खुसी अनि आभारी पनि हुनेछौँ। र तपाईहरुले कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ भने हामीलाई सक्दो हाम्रो मिडवेस्ट पेजलाई पनि सक्दो सेयर गरिदिनुहोस्। प्रशंसा टिभीलाई पनि तपाईहरुले माया गरिदिरहनु भएको छ, तपाईहरुले सक्दो सेयर गरिदिनुहोस्। यदि तपाईहरुले हाम्रो आवाज राम्रो सुन्नु भएको छैन, कतै कराङ कुरुङ कोही बेला यो टेक्निकल कुरो आइहाल्छ, अलिकति हामी ढिलो पनि भएको कारणले गर्दाखेरि यसको लागि हामी क्षमा प्रार्थी छौँ। पक्कै पनि मलाई लाग्छ तपाईहरुले हाम्रो आवाज राम्रै सुन्दै हुनुहुन्छ होला। र म विशेष गरेर हाम्रो प्रेसिडेन्ट हुनुहुन्छ, युथ प्रेसिडेन्ट अहिलेको अब्बल, अनि विशेष गरेर उहाँलाई यो समय दिन चाहन्छु कि हाम्रो युथ कन्फरेन्स मिडवेस्टमा हुँदैछ, त्यहाँनिरको प्रोग्राम फर्मेट के कस्तो छ अलिकति तपाईले छोटकरीमा बताइदिनुहोस् न। त्यस पछाडि हामी क्रमशः अरू प्रश्नमा जाने नै छौँ। यो समय तपाईलाई। जय मसीह सबैजना, जतिजनाले हेर्दै हुनुहुन्छ तपाईलाई म पास्टर सन्तोष शर्माको तर्फबाट विशेष गरी म हाम्रो मिडवेस्टलाई नै पुरै नै म धन्यवाद भन्न चाहन्छु। तपाईले यो अवसर दिनुभयो मिडवेस्टको जवानहरूलाई लिड गर्ने, अनि गर्दै गर्दाखेरि अहिले यो समयमा आएर हामीहरू एउटा बृहत कन्फरेन्स गर्न गइराखेका छौँ 3 दिनको, जुन चाहिँ हाम्रो बिचमा भएको थिएन त्यस्तो प्रकारको कन्फरेन्स। धेरै प्रार्थना,
धेरै सल्लाह सुझावको एउटा निचोडले गर्दाखेरि हामीहरू यो स्थानमा आइपुगेका छौँ र हाम्रो बिहिबारदेखि बिहिबार शुक्रबार शनिबार 18, 19, 20 तारिक हुँदैछ। सो तपाईँलाई म स्वागत गर्छु। यहाँबाट जतिजनाले हेर्दै सुन्दै हुनुहुन्छ तपाईँलाई स्वागत छ। तपाईँहरूको जवानहरूलाई यदि तपाईँ पनि आउन सक्नुहुन्छ भने युआर वेलकम। कुनै हामीले एउटा एज लिमिट राखे तापनि तर तपाईँहरूलाई परमेश्वरको उपस्थितिमा स्वागत छ। त्यो भन्दै गर्दाखेरि हाम्रो युथको यो हाम्रो सिजनको यो सेसन जति पनि हाम्रो एउटा टेन्युर हामीले गर्दैछौँ त्यसमा चाहिँ यशायाको पुस्तक 40 अध्यायबाट हाम्रो एउटा थीम छ। यो हाम्रो पुरै नै टेन्युर जहाँ चाहिँ 31 पदमा 30 र 31 पदमा यसरी लेख्छ, युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोड्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड झैँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मुर्छा पर्ने छैनन्। सो हामी एकदमै उत्साहित छौँ यो कुरालाई एउटा वचनमा मात्रै सीमित नराखेर हाम्रो जवानहरू बिचमा कि यसले चाहिँ परमेश्वरको वचनले कति बलियो बनाउँछ, परमेश्वरको साथमा एउटा समूहमा आउँदाखेरि त्यसले कति हामीलाई इन्करेज गर्छ भन्ने कुराहरू हामी प्र्याक्टिकल्ली हाम्रो जवानहरू बिचमा हाम्रो कम्युनिटीमा हामी ल्याउन चाहन्छौँ। हामी यो बोर्ड यो पालिको समूहले चाहिँ। सो थ्याङ्क यू प्रेज टिभी। हामी मिडवेस्टसँग पार्टनरसिप गरेर तपाईँले यसरी ब्रोडकास्ट गरिराख्नु भएको छ, हामीलाई सहायता गरिराख्नु भएको छ। थ्याङ्क यू। अनि हाम्रो बिचमा डाक्टर रिचर्ड हुनुहुन्छ जो चाहिँ नर्थ डेकोटाको जुन चाहिँ युनिटीले यो कन्फरेन्सलाई होस्ट गर्दै हुनुहुन्छ, तर होस्ट चर्च चाहिँ उहाँ हुनुहुन्छ। सो हामी उहाँबाट पनि सुन्नेछौँ र तपाईँहरूको बाँकी क्वेसनहरू अरू केही छ भने म फेरि तपाईँलाई अरू कुराहरू पनि यहाँनिर सेयर गर्नेछु। मेरोमा धेरै कुरा छ तपाईँलाई बाँड्ने, तर म यो समय फेरि ब्याक चाहिँ हाम्रो प्रेज टिभी हाम्रो दाजु अब्राहमलाई दिन चाहन्छु। थ्याङ्क यू। धन्यवाद आदरणीय हाम्रो प्रेसिडेन्टलाई। हामीहरूले थोरै मुनको युथको बारेमा केही हामीले सुनिसकेका छौँ र अब होस्ट चर्च को हाम्रो आदरणीय पास्टर रिचार्ड हुनुहुन्छ, डाक्टर रिचार्ड सुवेडी जे होस्। उहाँलाई अस्तिदेखि म सोधिरहेको थिएँ, उहाँलाई धेरै नै गाह्रो परिरहेको छ सबै कुरोहरू मिलाउन र म यस घडी हाम्रो डाक्टर रिचार्डलाई यो समय दिन चाहन्छु। तपाईँ एउटा होस्ट चर्च भएपछि अब त्यहाँ धेरै तपाईँमा दायित्व काम पर्छ, किन परमेश्वरको राज्य वृद्धि गर्नको लागि कसरी तयारी गर्दै हुनुहुन्छ गुरुबा तपाईँले त्यो ठाउँमा नर्थ डाकोटामा? हुन्छ, जय मसीह छ यहाँहरू सबैजनालाई। म पास्टर रिचर्ड नर्थ डाकोटा ग्रान्ड फक्सबाट। एकदमै हामी त्यो मजाले के अरे तामझाम भएर चाहिँ मजाले बसेका छैनौँ, एकदम क्याजुअलमा हामी बसेर यो इन्टरभ्यूहरू भइराखेको छ, लाइभ भइराखेको छ र यहाँहरू सबैजनालाई स्वागत छ यो लाइभमा पनि। जसै पास्टर सन्तोषले भन्नुभयो, अनि जो युथ कन्फरेन्स जो हुन गइराखेको छ मिड वेस्टको मिड वेस्ट युनिटी नेटवर्क को आयोजनामा, त जति अब मुनभित्र चर्चेसहरू छन् ती चर्चेसहरू जो आबद्ध जोडिएका छन् मुनसँग, अनि मुनसँग नजोडिएका चर्चेसहरू पनि कतिबाट पनि ती चर्चेसहरूबाट पनि युथ भाइ बहिनीहरू आउनु हुँदैछ। त यसपालि हामीले नर्थ डाकोटाले होस्ट गर्ने मौका पायौँ। खास गरी यो पहिलादेखि नै यहाँ नर्थ डाकोटामा जेनरल कन्फरेन्स पनि ल्याउन खोज्दै गरेको हो, तर त्यहाँ पनि हामीले गर्न सकेनौँ र यसपालि हामीलाई यो अवसर मिल्यो कि युथ कन्फरेन्सलाई नर्थ डाकोटामा ल्याउने अवसर मिल्दाखेरि चाहिँ हामी यहाँ 7 वटा चर्चहरू छौँ, फार्गो सिटीमा र ग्रान्ड फक्स सिटीमा लगाएर। यो मेजर सिटी हो नर्थ डाकोटाको, यी दुईटा सहरहरू जहाँनिर चाहिँ हाम्रो भुटिनिस नेपाली स्पिकिङ जातिहरू बसोबासो गरेका छन्। नर्थ डाकोटाको अरू सिटीहरूमा चाहिँ छैनन्, यो दुईटा सिटीमा मात्रै, फार्गो र ग्रान्ड फक्समा मात्रै छन्। अब सुन्दै गर्दाखेरि चाहिँ हामीले पहिला सुन्दै गर्दा चाहिँ धेरै जसोलाई पहिला चाहिँ ल्याएर यो अहिले जहाँनिर कन्फरेन्स हुन जाँदैछ यो सिटीमा मात्रै झन्नै मान्छेहरू 4000 जस्तो मान्छेहरू ल्याएको रहेछ। तर पछि चाहिँ यहाँबाट मान्छेहरू सर्दै फार्गो चाहिँ अझै एउटा कमर्सियल सिटी भएकोले गर्दा
धेरै मान्छेहरू चाहिँ फार्गोतिर सरे अनि त्यसमा मात्रै नभएर मान्छेहरू फेरि अरू स्टेटमा पनि सरेर अझै पनि नेपालीहरूको यहाँ लगभग 4000 देखि लिएर 5000 को आसपास नेपालीहरू छन् भन्ने कुराहरू भएको छ। त्यसको बीचमा पनि क्रिस्चियनहरू अझै पनि 7 वटा चर्च त यो 2टा सिटीमा लगाएर भइहाल्यो र क्रिस्चियनको पपुलेसन पनि हामीले हेर्यौं भने अराउन्ड झन्नै 7,000 सरी मैले 7,000 भनेछु 700 को आसपास हामी यहाँ क्रिस्चियनको पपुलेसन पनि नर्थ डाकोटामा छ। तर अब यो ग्रान्ड फक्समै भन्यो भने चाहिँ नेपालीहरूको पपुलेसन 100 परिवार चाहिँ होला अनि त्यो 100 परिवार भित्र पनि हामी विश्वासी चाहिँ यहाँ 2टा चर्च छौं, सानो झुण्ड छ र हाम्रो चर्चको चाहिँ अलिकति फ्यासिलिटी एभाइलेबल भएको कारणले गर्दा हामीले होस्ट गर्ने यो चर्चमा भेन्यू हामीले यहाँ चुन्न सक्यौं र हामी एकदमै खुसी छौं कि हामीले होस्ट गर्न पाएका छौं। त्यसको मलाई त त्यति साह्रो यो लागेको पनि छैन कि अरे एकदमै बिजी भएर होस्ट गर्नको लागि यता र उता कुद्नु पर्छ त्यस्तो केही भएको छैन। एकदमै क्याजुअलमा छु म अनि एकदमै सजिलो सोचेर सजिलो तरिकाले भइराखेको छ। अन्त मलाई चाहिँ कस्तो लाग्छ भने म कहिले पनि त्यो आत्तेर एकदमै त्यो हुँदै गर्दिन अनि एकदमै क्याजुअल भएर गरे भने चाहिँ एकदमै साइलेन्ट भएर एकदमै पिसफुल माइन्ड राखेर गरे भने चाहिँ मिटिङ राम्रो हुन्छ। आत्तिन थाल्यो भने चाहिँ धेरै बिग्रिँदो रहेछ अगाडिको कुराहरूबाट सिकिएको अनुभवबाट अनि यसले पनि गरेन उसले पनि गरेन भन्दै आत्तिन थाल्यो भने चाहिँ सबै भताभुङ्गै हुँदो रहेछ। बरु चुप लागेर बिस्तारी काम गर्दै गयो भने सबै कुरो ठिक ठाउँमा बनिँदै आउँछ र सबै कुरा अर्गनाइज भइसकेको छ। खास गरी त तपाईहरु मुनको युथ डिपार्टमेन्टले नि सबै कुरो अर्गनाइज गरेको छ। अब हामी त यो भेन्यूमा एउटा ग्राउन्डमा बसेर काम गरेको मात्रै हो तर सबै कुरोहरू अफिसियल कुराहरू सबै मुनको युथ डिपार्टमेन्टबाट भाइ प्रेसिडेन्ट सन्तोष भाइले अनि अरु टिमहरू हुनुहुन्छ उहाँहरूले नै गरिरहनु भएको छ। तर अब खास गरी चाहिँ अब होस्टको चाहिँ अब भोलिदेखि चाहिँ काम तब चाहिँ हुन्छ। त्यतिखेर चाहिँ ओहो हामीले गर्दै रहेछौं अर्गनाइज भन्ने चाहिँ भोलिदेखि मात्रै थाहा हुन्छ है। धन्यवाद। अब भोलि पास्टर सन्तोष पनि आइपुग्नुहुन्छ त्यहाँदेखि अनि हामी अब कतिवटा कुराहरुको प्र्याक्टिकल एरेन्जमेन्टहरु गर्छौं अनि कतिवटा किचनको कुराहरु फुडको कुराहरुको सबै कुराहरु पर्चेसिङको कुराहरुदेखि लिएर सबै कुराहरुको व्यवस्थाहरु गर्छौं। त्यहाँदेखि पर्सि चाहिँ अब हाम्रो 1 बजेदेखि चाहिँ रेजिस्ट्रेसन हुने हामीले राखेका छौं। 1 बजेदेखि लिएर 3 बजेसम्म रेजिस्ट्रेसन अनि 3 बजेदेखि चाहिँ हामी प्रोग्राम सुरु गर्छौं भन्ने हाम्रो स्केड्युल अनुसार चाहिँ हामीले लगाएका छौं। त त्यसको आधारित नै हजुरहरूले आफ्नो यात्रालाई गरिदिनु होला। तपाईहरुलाई एकदमै स्वागत छ। नर्थ डाकोटा चाहिँ ल्यान्ड अफ पेट्रोलियम हो। यो चाहिँ पेट्रोलियमको ल्यान्ड र कोइलाको खानी हो यो नर्थ डाकोटा चाहिँ। अनि यो नर्थ डाकोटा चाहिँ हेर्दा चाहिँ भयंकर ठुलो स्टेट हो जियोग्राफिकली चाहिँ। तर पपुलेसन हेर्नुहुन्छ भने चाहिँ यहाँ 1 मिलियन पनि छैन। 7,80,000 मात्रै 7,80,000 को जनसंख्या मात्रै हो। अनि यो ग्रान्ड फक्स सिटीमा चाहिँ तपाईको ठुलो युनिभर्सिटी छ। संसारमा टप 10 युनिभर्सिटीमा आउँदो रहेछ। नर्थ डाकोटा युनिभर्सिटी भन्छ यसलाई। अनि यहाँनेरि स्टुडेन्टहरु मात्रै जम्मा 64,000 को पपुलेसनको सिटीमा स्टुडेन्टहरु मात्रै 15,000 छन् यहाँ इन्टरनेशनल स्टुडेन्ट मात्रै। त्यसले गर्दा यो भयंकर इन्टरनेशनल। अर्को चाहिँ फेरि यो आर्मी बेस हो। अर्को फेरि यो क्यानाडा बोर्डर हो। त्यसले गर्दा एउटा यसको विशेषता चाहिँ त्यो छ। अनि तपाई पहिला आउँदाखेरि चाहिँ ला हो इन्डियाको आसाम जस्तो पो रहेछ भनेर छक्कै नपर्नु होला। धन्यवाद। फ्ल्याट छ। हुन्छ। हामी धन्यवाद दिन चाहन्छु हाम्रो रिचार्ड पास्टरलाई अनि विशेष गरेर अझै उहाँलाई अझै हामी अपडेट गर्ने नै छौं। यदि कति कुरो त अब होस्ट चर्च भएपछि नर्थ डाकोटालाई कति जनाले त अहिले लगभग हाम्रो मिडवेस्टको लाइभ हेर्नुहुन्छ होला, प्रेस टिभी हेर्नुहुन्छ हैन। यदि हेर्नु भयो भने यदि हामीले पठाएको इन्भिटेसन मिडवेस्ट अथवा होस्ट चर्चले पठाएको इन्भिटेसन पाएन भने चाहिँ अहिले नै उहाँहरूलाई तपाईले निमन्त्रणा गरिदिनुहोस् न यो लाइभ द्वारा। हजुर, यदि तपाईहरु कसैले पनि अब हाम्रो मुनबाट चिठी आएन, तपाईहरुले कुनै कारणवश
कुनै फ्लायरहरू पाउनु पनि भएन भने यदि लाइभ हेर्नु हुँदैछ र यो जानकारी तपाईँमा आयो भने तपाईँ सुन्नु हुँदैछ भने चाहिँ पर्सिदेखि 18 तारिक जुनदेखि 20 तारिक जुन स्याटरडे पर्छ 2 बजीसम्म गर्दाखेरि यो 3 दिन को प्रोग्राम हो। तपाईहरु सबैजनालाई स्वागत छ, आउन सक्नुहुन्छ। रेजिस्ट्रेसन गरेको छुइनँ भन्नुहुन्छ भने नि अन द स्पटमा आएर तपाईले रेजिस्ट्रेसन गरेर तपाईलाई स्वागत छ। हो हामीले एउटा अघि पास्टर सन्तोषले पनि भन्नुभयो एउटा एज ग्रुप त हामीले राखेका छौं युथको भनेर, तर तपाईहरु यदि 45 वर्ष 50 वर्षदेखि मुनि हुनुहुन्छ, तपाईलाई नि आउन मन लागेको छ, नानीहरुलाई लिएर आउन चाहनुहुन्छ भने तपाईहरु आउन सक्नुहुन्छ। तर एउटा कुरो चाहिँ तपाईहरुले राम्रो याद गरिदिनु पर्ने हुन्छ, नानीहरु चाहिँ तपाईको 10 वर्षदेखि उँधोको नानीहरु र सानो इन्फेन्ट नानीहरु तपाईले ल्याउनु भयो र काखैमा राख्नुभयो भने त्यो बेग्लै कुरा हो। तर तपाईहरुले जो बच्चाहरु छन् अब 3 वर्ष 4 वर्ष 5 वर्ष 6 वर्ष गर्दा 10 वर्षसम्मका बच्चाहरु चाहिँ नल्याइदिनुहोस्, किनभने नर्सरी खोलिँदैन अनि नर्सरीलाई टेक केयर गर्नेहरु पनि कोही पनि छैन। र त्यस कारणले गर्दाखेरि ला हौ हामी त नानीहरुसँग आयौं, अब कसो पो गर्नुपर्ने हो भनेर त्यो गर्नु भयो भने चाहिँ त्यो भयो भने चाहिँ अलिकति तपाईहरुलाई हामी सायद मद्दत गर्न पाइनौं भने तपाई पनि दुखी हुनुहुन्छ। किनभने फेरि एग्रीमेन्टमा पनि मुनले फेरि भ्याली क्रिस्चियन चर्चसँग साइन गरेको छ, त्यसले गर्दा उहाँहरु त्यो एग्रीमेन्ट अनुसार बस्नुहुन्छ। अनि नर्सरी खोल्दैन भने अनि नर्सरी रुम त खोलिदिउँला अरे, त्यसको ठुलो कुरो छैन, तर नर्सरीमा नानीहरुलाई टेक केयर गर्नेहरु चाहिँ छैनन्। युथहरु सबै कन्फरेन्समा बस्छन्। अनि हामीले यसपालि के भनेका छौं भनेर भन्दाखेरि चाहिँ यहाँनेरि चाहिँ हाम्रो होस्ट चर्चमा हामीले के भनेका छौं भने सबै युथहरु चाहिँ मिटिङमा बस्छन्, आमा बाबुले चाहिँ खाना पकाएर हामीले बाँड्नु पर्छ, हामीले अरु काम गर्नुपर्छ, युथहरुलाई हामी काम लाउँदैनौं, मिटिङमा राख्छौं भनेर भनेका छौं हामीले। त्यसले गर्दा नानीहरु ल्याउँदाखेरि चाहिँ अब अलिकति अप्ठ्यारो हुन्छ होला, तपाईहरुलाई पनि च्यालेन्जिङ हुन्छ, नानीहरु चाहिँ नल्याइदिनुहोस्। धन्यवाद। यदि तपाईहरुले फेरि पनि हाम्रो प्रशंसा टिभीबाट अनि मिडवेस्टबाट हाम्रो पास्टर बुवाले तपाईहरुले केही कथन पाउनु भएन इन्भिटेसन भने तपाईहरुलाई यही लाइभद्वारा पनि हामी स्वागत गर्न चाहन्छु। जुनै पनि अहिलेसम्म रेजिस्टर गर्नु भएको छैन त्यो चर्चलाई पनि, जो तपाई होम चर्च गर्दै हुनुहुन्छ उहाँलाई पनि हामी सम्पूर्ण भुटनिस नेपाली जजसले आफ्नो नेपाली भाषा बोल्नुहुन्छ तपाईहरुलाई स्वागत छ है। अनि तपाईहरु कतिजना त इन्डियनबाट आउनु भएको छ, नेपाली बोल्नुहुन्छ नि, तपाईहरुलाई पनि सम्पूर्णलाई हामी स्वागत छ। र हामी अलिकति गइहाल्ने छौं। विशेष गरेर हाम्रो रेजिस्ट्रेसन अलिकति हामीहरूले रेजिस्ट्रेसनको बारेमा हामी केही हाम्रो यहाँनिर क्यूआर कोड पनि छ तपाईहरुले अनि हाम्रो मुनको पेजमा अनि प्लस तपाईहरुले प्रेस टिभीको पेजमा जानुभयो भने पनि यो तपाईले क्यूआर कोड गरेर आज तपाईको बेलुका जब यो लाइभ सकिन्छ त्यहाँदेखि चाहिँ हाम्रो भनौं यो भर्चुअल रेजिस्ट्रेसन सकिन्छ भन्ने मैले जानकारी पाएको छु। तर त्यसको अझै विस्तृत चाहिँ हाम्रो प्रेसिडेन्ट हुनुहुन्छ हैन, उहाँले दिनुहुनेछ। पास्टर बुवा तपाईलाई यो रेजिस्ट्रेसनको बारेमा अलिकति दिनुहोस्। हजुर, थ्यांक यू डाक्टर रिचर्ड दाजु, तपाईलाई तपाईको नर्थ डेकोटाको हार्टको लागि, हृदयको लागि हामी एकदमै आभारी छौं। हामी एकदमै उत्साहित छौं र हामीले धेरै कुरा, म पनि केही हप्ता अगाडि तपाईहरुसँग मिटिङमा आउन सकेको थिएँ। तपाईहरुको एकता देखेर, तपाईहरुको समूहको जुन चाहिँ हृदय प्रभुप्रति र प्रभुको जनहरु प्रति देखेर आई वाज सो ब्लेस्ड, एकदमै आशीषित भएँ म। र हामी आएर अझै नजिकबाट तपाईलाई हेर्न, जान्न, बुझ्न र तपाईहरुबाट केही कुरा हामी सिक्न चाहन्छौं। अनि रेजिस्ट्रेसनको कुरा गर्दा प्रिय तपाईहरुले जतिजनाले गर्दै हुनुहुन्छ थ्यांक यू सो मच। म अहिले यहाँनिर अघि 1-1.5 घण्टा मैले ब्याजको प्रिन्टिङमा लागेको थिएँ। अब यो लाइभ सकेर फेरि म ब्याजको प्रिन्टिङमा लाग्छु ताकि भोलि निस्किँदाखेरि चाहिँ। अनि म सबै ब्याजहरू प्री रेजिस्टर भएकोहरूको चाहिँ नामसँग म ब्याज प्रिन्ट गरेर रेडी गरेर लेनियार्डमा लगाएर, खाममा लगाएर रेडी बनाएर लिएर आउँछु भन्ने मेरो प्लान हो। तपाईले अगाडि मेरो कुरा सुनिदिनु भयो अथवा हाम्रो कुरा सुनिदिनु भएर। सो अहिलेसम्म तपाईले गर्नुभएको छैन भने तपाईलाई तुरुन्तै गर्नलाई म इन्करेज गर्छु। यदि कतिजनाले मलाई मेसेज गर्नुभयो एउटा इमेलबाट एउटा मात्रै नाम हुन सक्छ, हो पक्का हो, तर त्यो नाम लेखेको ठाउँमा तपाईले अरु नाम पनि लगाउन सक्नुहुन्छ। अथवा फल्ना यो फल्ना यो फल्ना यो फल्ना यो, त्यो कुनै क्यारेक्टर लिमिट छैन। सो एउटा इमेलमा तपाईले 10 जनालाई पनि रेजिस्टर गर्न सक्नुहुन्छ।
कतिजनाको परिवारमा जस्तै एउटा मात्रै इमेल छ भन्ने कुराहरू पनि भयो। सो त्यो एउटा भयो भने आज हामीहरू बेलुका अहिले 8 बजी सेन्ट्रल टाइम हाम्रो 40 भएछ 7:40 भएछ, सायद 8 बजी हाम्रो 20 मिनटपछि सिद्धिन्छ होला हाम्रो यो लाइभको उसमा। त्यहाँदेखि म चाहिँ क्लोज गर्दैछु। किन भन्दाखेरि चाहिँ मैले नै त्यसलाई प्रिन्टिङ गर्ने कामहरू मैले गर्दै गरेकोले गर्दाखेरि यदि यसलाई कन्टिन्यू राख्यो भने फेरि भोलि गएर यसलाई हामीले प्रिन्टिङ गर्न सक्दैनौँ अनि तपाईँले रेजिस्टर गरेको कुनै फाइदा हुँदैन। सो आज बेलुका नै आज 8, 8:30, 9 बजीसम्म राखौँला, 9 बजी होइन, 9 PM मा हामी क्लोज गर्छौँ। त्यतिखेरसम्म तपाईँले अहिले पनि मैले देखेँ 1-2 जनाले रेजिस्टर गर्दै हुनुहुन्छ तपाईँले। सो थ्याङ्क यू तपाईँलाई। तर तपाईँले रेजिस्टर भुल्नुभयो, गर्न सक्नु भएन भने पनि आउनुहोस् तपाईँहरू। हामी नेपाली दाजुभाइहरू हो, हामी एकअर्कालाई चिन्दछौँ, जान्दछौँ। हामी तिनीहरू बसेर इभन भलाकुसारी गर्दै बातचित गर्दै हामी रेजिस्ट्रेसन गरौँला, ब्याजमा भरौँला, ब्याजमा हालौँला, यसो गफ गरौँला, कफी खाउँला, चिया खाउँला। एमेन। सो कुनै पनि त्यो ऊ छैन ला रेजिस्टर गर्न सकिनँ म, आउने कि नआउने भन्दाखेरि कम अन इन, आउनुहोस् तपाईँलाई स्वागत छ। जुनै परिस्थितिमा तर नानीहरू चाहिँ नलाइदिनुहोस् भन्ने चाहिँ त्यही हो। अब नानीहरू हेर्ने ठाउँहरू छैन, हाम्रो मानिसहरू पनि हामीले राखेका छैनौँ। सो 10 वर्षदेखि माथि, 11 वर्षदेखि माथि भाइ बहिनीहरू, अनि अब वृद्धहरूलाई पनि अब त्यहाँ होइन खोकी लाग्ने यताउता एकदमै लट्ठी टेकेर अब डोर्याएर लानुपर्ने परिस्थितिमा गाह्रो पर्छ। त्यही भएर त्यो बिचको उमेरकोहरू चाहिँ तपाईँहरू आइदिनुहोस्, तपाईँहरूसँग हामी मिलेर हामी सङ्गति गर्नेछौँ, हाम्रो पुस्तालाई केही छापहरू हामी छोड्नेछौँ भन्ने हाम्रो योजना प्राथमिकता हो। धन्यवाद। विशेष गरेर तपाईँले सुनिहाल्नुभयो बच्चाहरू, किनभने युथ कन्फरेन्स हो, किनभने युथले बच्चाहरूलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ। दिस इज युथ कन्फरेन्स, सो लेट्स फोकस अन युथ। यदि तपाईँहरू वृद्धै हुनुहुन्छ होइन होइन म जस्तो होइन हाम्रो पास्टर रिचार्ड जस्तो हुनुहुन्छ भनेदेखि, तर तपाईँको हृदय चाहिँ एकदम म यङ छु भनेर प्रभु परमेश्वरको राज्यमा तपाईँहरू तयार हुनुहुन्छ भने तपाईँहरूलाई स्वागत छ है। हामी त्यहाँ भेट्नेछौँ है, भलाकुसारी गर्नेछौँ र परमेश्वरको वचन सुनिकन अझै त्यहाँनिर अब वचनहरू मात्रै हुने छैन। अहिले अलिकति नयाँ फर्मेट प्रकारले हाम्रो प्रेसिडेन्टले त्यो सबै कुरो फर्मेटहरू तयार गर्दै हुनुहुन्छ। त्यो स्कल्पचरको बारेमा पनि हामी कुरोहरू गर्ने नै छौँ र अझै त्यहाँनिर विभिन्न वर्कसप जो चाहिँ हाम्रो है लगभग 30 वर्ष भन्दा धेरै होइन त्यो एक्सपिरियन्स भएको हाम्रो डाक्टर रिचार्डले पनि त्यहाँनिर वर्कसप दिँदै हुनुहुन्छ तपाईँहरूलाई है। एकदम तपाईँ परमेश्वरको राज्यमा वृद्धि गर्न चाहनु, सिक्न चाहनुहुन्छ र म पनि प्रभुको राज्यमा केही गर्न चाहनुहुन्छ भने तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। र विशेष गरेर म हाम्रो पास्टर रिचार्ड दाजु पास्टरलाई म यो समय फेरि गर्न चाहन्छु। तपाईँ जुन त्यो वर्कसपमा तयारी साथ आउँदै हुनुहुन्छ होइन, पक्कै पनि हाम्रो धेरै ठाउँ गएर आउँदै हुनुहुन्छ। मिडवेस्टमा लगभग 12-13वटा स्टेटै छ। अलिकति तपाईँले थोरै विस्तृत भनिदिनु भयो भने, अब सबै भन्न त सकिँदैन, तरै पनि 2 मिनटमा तपाईँले थोरै के बारेमा पढाउँदै हुनुहुन्छ होइन, त्यो भनिदिनु भयो भने अलिक राम्रो हुन्थ्यो कि भनेर नि मिठोमा। हाम्रो आब्राम भाइले उहाँलाई र मलाई बुढो बनाउनु भयो, वृद्ध भन्नुभयो। हामी कपाल फुलेर वृद्ध भएका होइनौँ, कपाल मात्रै फुलेको हो 10 वर्षको उमेरदेखि। त्यसले गर्दाखेरि त्यो वृद्ध भएछ। अमेरिकामा फेरि वृद्ध भन्नु हुँदैन, 85 वर्षकोलाई मात्रै वृद्ध भन्दो रहेछ अमेरिकामा। त्यतातिर पनि होसियारी हुनु पर्दो रहेछ। यो मजा गरेको मात्रै हो। र यो जुन वर्कसप जो छ या ब्रेकआउट सेसनमा जो डिफ्रेन्ट टपिक्समा त्यो एउटा अहिलेको कुरोमा एउटा रेलेभेन्ट सन्दर्भिक टपिक भएकोले गर्दा त्यो राखेको हो। तर अब जुन एउटा जस्तै अब मेरो यसमा म मात्रै छैन, त्यहाँ पास्टर सन्तोष र म हामी हुन्छौँ र त्यो चाहिँ मोर अन थियोलोजी, हामीले गरेको विश्वास गरेको हामीले पाएको उद्धारको कसरी डिफेन्स गर्ने, यसलाई हामीले बचाउ कसरी गर्ने, किन मान्छेले सबै त एउटै हो भन्छन्। त त्यस्तोमा हामी अब तपाईँ युथहरूले विभिन्न आफ्ना साथीहरूसँग भेटेको हुन्छ, अनि हामी हाम्रो अरू धर्मका साथीभाइहरूसँग बातचित गर्दै गर्दा तेरै मात्रै सत्य चाहिँ कसरी हो त भन्ने खालका तर्कहरू आउलान्। त्यस्तो तर्कमा हाम्रो विश्वासलाई कसरी हामीले डिफेन्स गर्नु,
डिफेन्स गर्नुको मतलब हाम्रो ठुलो हो, हाम्रो यो भन्ने होइन, तर सत्यलाई कसरी प्रस्तुत गर्नु भन्ने कुराहरू, त्यही कुराहरू हामी बातचितहरू गर्छौँ। अनि त्यस्तो ठुलो कुराहरू, थियोलोजीको त्यस्तो भयङ्कर कुराहरू होइन, तर एउटा सिम्पल अब अस्ति मलाई भर्खरै अस्ति एकजनाले सोध्दै थियो ट्रिनिटी भनेको चाहिँ किन हो, ट्रिनिटी त बाइबलमा खोज्दा त कहीँ पनि पाइन त भन्ने हो, यस्ता खालका प्रश्नहरू छन् होइन। यस्तो खालको के भन्छ त बाइबलले, के भन्छ, के हो त यसको थियोलोजिकल्ली डिबेट गर्दा यसलाई कसरी एन्सर गर्नु त भन्ने खालका कतिवटा कुराहरू हुन्छन्। त्यस्तै कुराहरू हामी सन्दर्भिक कुराहरू र हामीले भोग्दै गरेको च्यालेन्जेसहरूलाई चाहिँ कसरी ट्याकल गर्नु भन्ने कुराहरू, त्यही कुरोहरू हामी गर्नेछौँ। त्यो अब हामीले गर्ने क्षेत्रमा। अब अरू क्षेत्रमा कति ठाउँ म्युजिकतिर, वर्सिपतिर, मिडियातिर छ। अब अहिले एउटा मिडियाको भाग पनि छ। मिडियाले अब जेनजीको युग हो यो है। अब हामीले देखिहालेका छौँ संसार सेकुलर फिल्डमा जेनजीले कस्तो ठुलो प्रभाव पारेको छ, पोलिटिकल फिल्डमा होस् अनि कुनै पनि क्षेत्रमा होस्। त हाम्रो क्रिस्चियन जेनजीहरूले परमेश्वरको राज्यमा कसरी प्रभाव पार्न सक्छन् भन्ने कुराहरू पनि हाम्रो मिडियातर्फबाट हामी धेरै कुरो सिक्नेछौँ। अरू विषयहरू पनि छन् त्यहाँनिर। त म्युजिकको क्षेत्रहरू छ, वर्सिपको क्षेत्रहरू छ, धेरै यति क्षेत्रहरू छन्। त्यो एउटा एक्साइटिङ हुनेछ। युथहरूले जहिले पनि जाँदा तपाईँ वर्सिप गरेको देख्यो, वचन बोल्यो अनि मान्छे हिँड्यो, त्यस्तो खालको हुँदैन। यसपालिको अलिकति युनिक पनि हुन्छ, तपाईँलाई एक्साइटमेन्ट पनि हुन्छ। अनि ल हौ मैले खर्च गरेर आएको त साँच्चै नै हो रहेछ भन्ने बनाउँछौँ तपाईँलाई। त्यो हामी त्यो खालको इन्भाइरोमेन्टमा हामीले गर्ने चाहिँ सोचिराखेका छौँ। प्रार्थना सहित आउनु होला। अनि कतिवटा कुराहरू तपाईँहरूलाई अहिले अब कसरी के गर्ने भन्ने कुराहरू, हुन त होटेलको बुकिङहरू सबैजना अघि दिउँसो पनि मैले कल पाएँ कतैबाट, मिनेसोटाहरूबाट कल गर्नुभयो। होटेल चाहिँ कुन चाहिँ, यहाँ 2-4वटा होटेल रहेछन्, कुन चाहिँ राम्रो होला नि होटेल पास्टर बाबु भन्दै थियो। अब म बसेको चाहिँ छुइनँ, भित्र बसेर गएर बसेको छैन, यो चाहिँ राम्रो होला है भनेर चाहिँ भनिदिएको छु। भरे राम्रो भएन भने ल तिमीले भनेको राम्रो रहेनछ भनेर मलाई दोष चाहिँ नलगाउनु होला। तर होटेलको त विस्तृत हामीहरूले सबै इन्फर्मेसनहरू मिडवेस्टमा हालिदिएको छ। तपाईँहरूले यदि तपाईँलाई अझै कन्फ्युज भयो भने तपाईँहरूले मिडवेस्टको पेजमा गएर अनि साथै अझै तपाईँहरूलाई भित्री कुरो जान्न मन लाग्यो भने हाम्रो पास्टर रिचार्डलाई पनि तपाईँहरूले कन्ट्याक्ट गरेर तपाईँहरूले गर्न सक्नुहुन्छ। तर कुन होटेल कस्तो हो भन्ने कुरो उहाँलाई थाहा हुँदैन, तर हामीहरूले नि त्यसलाई सबै कुरो हेरेर गाड्न सक्छौँ। कति त हामी हेर्न सक्छौँ नि त रिभ्यूहरू। एनिवे जे भए पनि सबै कुरो। र अब हामी अलिकति स्क्याजुअल, अब अहिले हामीहरूले थोरै अब किनभने युथलाई चाहिने के कुरोको स्क्याजुअल भेरी इम्पोर्टेन्ट कुरो हो यो। किनभने युथहरू भनेको अहिलेको यङ जेनेरेसन सबै होइन, अहिले टेक्नोलोजी मात्रै नभएर एआई मात्रै नभएर यी सबै होइन यन्त्रका कुराहरू सबै बढ्दै गइरहेको छ। र यो सबै कुरालाई एउटा ब्यालेन्स गरेर उहाँले त्यो प्रोग्रामको फर्मेट स्केड्युल गर्नुभएको छ। थोरै यसको बारेमा भनिदिनुहोस् न हाम्रो युथहरूलाई। थ्याङ्क यू, एकदमै गुड क्वेसन। हाम्रो डाक्टर रिचार्डले भन्दै गर्दाखेरि मैले सोच्दै थिएँ वाइ डु यु निड टु कम टु दिस कन्फरेन्स, किन चाहिँ तपाईँ आउनुपर्छ यो कन्फरेन्समा चाहिँ भन्दाखेरि कपाल अफ थिङ्स। आई थिङ्क हाम्रो अहिलेको जवान जुन चाहिँ यो जेनजी भन्छौँ हामीहरू, उहाँहरूको हाम्रो भाइ बहिनीको नानीहरूको प्रब्लम चाहिँ यो डिजिटल एजले गर्दाखेरि रिलेसनल डिसाइपलसिप र अथेन्टिक प्रेजेन्स चाहिँ छैन। हजुर, जस्तै त्यो हामी मिडियामा अहिले तपाईँले हेर्दै हुनुहुन्छ, यहाँनिर लाइभ हेर्दै हुनुहुन्छ, यो अथेन्टिक प्रेजेन्स होइन। यो अथेन्टिक भनेको चाहिँ रिलेसनल, जब फ्लेस टु फ्लेस टच हुन्छ अथवा हाम्रो भोइसले एकजनाको भोइसले अर्को भोइसलाई हामीले फिल गर्न सक्छौँ। सो हामीले त्यसलाई हामीले लगाइराख्नलाई हामी जुन विशेष गरी अब हामी नेपाली भाषी भन्दाखेरि कतिपल्ट हामीले एउटा कम्पार्टमेन्टलाइज गरेको जस्तो हुन्छ, ग्रुपमा लगाए जस्तो। तर हामी भुटानी नेपालीहरू जति छौँ हामी यहाँ समूह भएर आएका छौँ। हामी अलिकति नयाँ एउटा 1 दशकसम्म हामी यहाँ अमेरिकामा बस्दै गरेकोले गर्दाखेरि हामीमा यो च्यालेन्ज छ। अहिले हामीहरू एउटा दुविधामा छौँ, कुन डिरेक्सनमा हामी लिन हुने, कतापट्टि जाने भन्दा। अनि रिलेसनल डिसाइपलसिप चेलापनमा पनि जुन चाहिँ सम्बन्धको चेलापन छ, यसलाई चाहिँ हामीले सम्बन्ध गाँसेरै नि रिलेसनसिप राखेरै नै रिलेसनसिप हुन्छ। त्यसको लागि हामीले विभिन्न
कार्यक्रमहरू राखेका छौँ यो 3 दिनभित्रमा। हाम्रो डाक्टर रिचर्डले भनिहाल्नु भयो थियोलोजीको कुराहरूमा, जस्तै हाम्रो वाइ किन चाहिँ हाम्रो भाइ बहिनीले थियोलोजीमा ध्यान दिनुपर्छ। अन्त पावलले पनि भन्छन् कि बी रेडी टु डिफेन्ड व्हाट यु बिलिभ भनेर, तिम्रो आशालाई तिमीले जवाब दिन तिमीहरू तयार बस्छौ। त हामीले बाइबलीय ज्ञान हामीमा छैन भने परमेश्वरलाई जान्ने परमेश्वरलाई बुझ्ने तरिका चाहिँ एउटै मात्र हो बाइबलबाट। अरू कुनै तरिकाले हामीले परमेश्वरलाई बुझ्दैनौँ, धेरै प्रार्थना गरेर हामीले बुझ्दैनौँ, धेरै होइन के गरेर वचन पढेर मात्रै, वचनले मात्रै। सो थियोलोजीले चाहिँ हामीलाई त्यो एउटा जग दिन्छ, फाउन्डेसन दिन्छ। सो त्यसलाई एउटा छ भने अर्को चाहिँ एकदम इन्ट्रेस्टिङ, वाइ यु सुड कम टु दिस कन्फरेन्स, प्यानल डिस्कसन। हाम्रो 4टा एकदमै अनुभवी, हाम्रो पास्टर क्रिस हुनुहुन्छ, पास्टर दावा, पास्टर राकेश र म आफै बस्दैछु। हामी 4 जनाले हामीले 1.5 घन्टासम्म हामी ओपन Q&A हामीले गर्दैछौँ, जहाँ चाहिँ हाम्रो पास्टर क्रिसले तपाईँलाई अलिकति लेटिङ क्याट आउट अफ द बक्स भन्दाखेरि अब यो तपाईँलाई अलिकति भित्रको कुरा सुनाउँदै गर्दाखेरि तपाईँलाई होइन, पास्टर क्रिसले हामीलाई कल्चरल कुरा, किन अमेरिकन कहीँ तपाईँलाई हामीले हाम्रो सोचाइ के छ भने हामी अमेरिकामा आएपछि अमेरिकन कल्चर चाहिँ क्रिस्चियन कल्चर हो भन्ने हाम्रो सोच छ। तर इट इज नट, इट इज नट ट्रु, त्यो सत्य होइन। क्रिस्चियन कल्चर चाहिँ बिब्लिकल कल्चर चाहिँ क्रिस्चियन कल्चर हो, अमेरिकन कल्चर होइन, अब युरोपियन कल्चर होइन, अफ्रिकन कल्चर होइन, नेपाली कल्चर पनि होइन। बाइबलीय कल्चर चाहिँ बिब्लिकल कल्चर चाहिँ क्रिस्चियन कल्चर हुनुपर्छ भने एउटा त्यो थिममा प्यानल डिस्कसन एउटा छ भने अर्को जवानहरूको बिचमा, चर्चको बिचमा यो 4टा विषय लिएर हाम्रो प्यानल डिस्कसन। सो आइएम भेरी एक्साइटेड। सो तपाईँको जवानहरूलाई यदि स्ट्रगल गरिराख्नु भएको छ यो विषय लिएर, अमेरिकन कल्चर नेपाली कल्चर होइन कता मिक्स हुँदैछ के हुँदैछ भने, सेन्ड देम टु द कन्फरेन्स। यो कन्फरेन्समा तपाईँले पठाउनुहोस्, लिएर आउनुहोस्। हामीले $30 रेजिस्ट्रेसन फी राखेको, इट इज नट टु मच, त्यो केही पनि होइन, $10 दिनको खाना भनौँ न। तपाईँले म्याकडोनाल्डमा जानुभयो भने $15 त एउटा बर्गर खाइदिनु भयो। तर हामीले त्यसो गरेर वी वान्ट टु सर्भ आवर कम्युनिटी, हाम्रो समूहलाई, हाम्रो समाजलाई हामी सेवा पुर्याउन चाहन्छौँ। हाम्रो बिचमा डाक्टर रिचर्ड जस्तो, पास्टर दावा जस्तो, पास्टर क्रिस जस्तो, हाम्रो पास्टर राकेश तेरुवा, एकदमै प्रभुले महान तरिकाले चलाउनु भएको दासहरूलाई हामीले पाएका छौँ। सो वी वान्ट टु युज देम टु बिल्ड आवर youth for the next challenge. हामीले जस्तो जुन प्रकारको हामीले च्यालेन्ज फेस गर्छौँ आउँदो दिनमा, we want to build them ready for the challenges. अनि त्यसको लागि चाहिँ तपाईँहरू आउनुहोस्। फेलोशिप छ, वर्शिप छ, वर्ड छ, ब्रेकआउट सेसनहरू छ है, वर्शिपको छ, एजुकेसन क्यारियर छ, नोरा बहिनीले हामीलाई लिड गर्दै हुनुहुन्छ, पास्टर प्रवीणले हामीलाई वर्शिपको ब्रेकआउट सेसन गर्दै हुनुहुन्छ, म र हाम्रो डाक्टर रिचर्ड दाजु छ, हामी थियोलोजीमा हाम्रो अब्राहम दाजु हुनुहुन्छ। यिनीहरू हामीलाई अहिले यहाँनिर क्वेसन गर्दै हुनुहुन्छ, तर उहाँलाई पनि क्वेसन हामीले गर्नुपर्छ। तपाईँले चाहिँ कस्तो प्रकारको मिडियामा लिएर आउँदै हुनुहुन्छ त्यहाँनिर अडियो भिडियोको कुराहरू लिएर, जसले चाहिँ हाम्रो जवानहरूलाई इक्विप गर्छ। तपाईँले पनि हामीलाई भनिदिनुहोस् दाजु अलिकति कि हाम्रो जवानहरूले किन चाहिँ यो कन्फरेन्सलाई मिस गर्नु हुँदैन, किनभने तपाईँले केही कुरा ल्याउँदै हुनुहुन्छ उहाँहरूको लागि। एकदम धन्यवाद तपाईँलाई। यो प्रश्न एकदम जटिल छ र बाइबलले पनि भन्दछ हामीले सिक्नु जरुरी छ, किनभने हामी जब हामीले पहिलो तिमोथी 4:12 हेऱ्यौँ भनेदेखि हामीले सबै कुरो परमेश्वरलाई चाहिँ है, हाम्रो ज्ञान बुद्धि विवेक सबै कुरोले परमेश्वरलाई महिमा दिनुपर्दछ र सिकेर कसैलाई सिकाउनु पनि जरुरी छ। आफू मात्रै सिक्ने अनि मलाई पुगिहालौँ भन्ने होइन, त्यसले पनि हामीले कसरी हाम्रो कम्युनिटीलाई बिल्ड गर्न सकिन्छ। आउने भाइको जेनेरेसन, अहिलेको त अब एआई जेनेरेसन छ होइन, अब यो एआई जेनेरेसन यसलाई चाहिँ हामीहरूले कसरी होइन परमेश्वरको राज्यमा हामीहरूले मिडिया अन्डर गड मिसन र भिजन है, परमेश्वरको राज्यमा चाहिँ हामीहरूले चाहिँ उहाँको होइन मिसन र भिजनलाई लिएर हामीहरूले काम गर्नु पर्दछ। र विशेष गरेर हामीले त्यो समयमा हामीले कसरी चर्चमा विशेष गरेर हामी मण्डलीलाई के कुरोको आवश्यक हुन्छ होइन, विशेष गरेर हामी प्रत्येक कति चर्चमा लाइभ गरिन्छ, कतिवटा कुरो गरिन्छ, ती कुराहरू हामी बेसिक कुरोहरू र यदि तपाईँहरूलाई त्यसको इन्टरमिडिएट क्लास र त्यसको मास्टर क्लास गर्न चाहनुहुन्छ भने पनि तपाईँहरूलाई हामी त्यो गराउने नै छ। तर त्यतिखेर हाम्रो वर्कसपमा चाहिँ विशेष गरेर हामी भिडियो प्रोडक्सन र लाइभ प्रोडक्सन र इन हाउस र अलिक विशेष गरेर हामीहरूले अलिकति अडियोमा ध्यान दिनु, किनभने हाम्रो
मिडवेस्टमा पनि कतिवटा अडियोमा हाम्रो भाइहरू चेन्जेस भइरहेर आइरहेको छ र अलिकति हामीले ध्यान दिनुपर्छ, किनभने पढ्नु पनि पर्छ। अलिकति हामीले पढ्यौँ भनेदेखि अर्कालाई सिकाउन पनि हामीलाई सजिलो हुन्छ। र त्यही कारणले गर्दाखेरि मिडिया अन्डर गड मिसन र भिजनमा चाहिँ हामीले विस्तृत जानकारीहरू हामी ल्याउनेछौँ र तपाईँहरूलाई अहिले नै तयारी गरेर तपाईँहरूले प्रश्न छ भने पनि गर्न सक्नुहुन्छ। यदि तपाईँहरूले हामीलाई यहाँ लाइभमा प्रश्न गर्नुभएको छ भने माफ गर्नु होला, म पनि यहाँ हेर्दैछु मिडवेस्टमा पनि प्राय। अब्राहम दाजुले त्यो हेर्दै गर्दाखेरि हाम्रो अब डाक्टर रिचर्डको अलिकति त्यो के अरे एउटा अरू कुरामा उहाँ संलग्न भएकोले गर्दाखेरि रिचर्ड दाजु तपाईँ जानुभन्दा अगाडि हामीलाई केही कुरा इन्करेज गरिराखेर तपाईँ जानुहुन्छ हामीलाई छोडेर जाँदै गर्दाखेरि। ओके हुन्छ हुन्छ। म खास गरी पुरै लाइभभरि पुरै बस्न त मलाई इच्छा थियो, तर मेरो अर्को मिटिङ भएकोले गर्दाखेरि अनलाइन नै मिटिङ छ अर्को, त्यसले गर्दा निस्किनु पर्यो। त्यो पनि एकदम इम्पोर्टेन्ट BNCA को मिटिङ छ आउने जो जुलाईमा 2 तारिकदेखि लिएर 4 तारिकसम्म भइरहेछ सिन्सिनेटी ओहायोमा। त्यसको एउटा प्लानिङ मिटिङ अनि स्केड्युलहरू सेटअप आज फाइनलाइज गर्नुपर्ने कुराहरू छ, त्यसले गर्दा निस्किनु परेको हो र मेरो मिटिङमा। र अब हामीले प्राय जस्तो सबै कुराहरूको अर्गनाइजहरू गरिसकेका छौँ र तपाईँहरू जो आउनु हुँदैछ तपाईँहरूको प्रतीक्षामा छौँ हामी। एकदमै समयमा यात्रा गर्नु होला, किनभने यो क्षेत्रमा यो हाम्रो मिडवेस्ट क्षेत्रमा चाहिँ 2टा सिजन मात्रै हुन्छ, एउटा चाहिँ विन्टर अनि अर्को चाहिँ कन्स्ट्रक्सन। त्यसले गर्दाखेरि धेरै कन्स्ट्रक्सन हुन्छ। यो हाम्रो सिजन हो यो पनि। हाम्रो एउटा विन्टर टेरिबल विन्टर हुन्छ, त्यहाँदेखि अर्को चाहिँ एकदमै कन्स्ट्रक्सन, जताततै कन्स्ट्रक्सनले गर्दा बाटोहरू ब्लकेज भइराखेको हुन्छ। टाइममा नै तपाईँहरू टाढा टाढाबाट आउनेहरू निस्किनु होला, नभए तपाईँहरूलाई डाइभर्ट गराउँछ रुटहरू र अलिकति टाइम पनि लाग्ने हुन्छ। र हामी सकभर कोसिस गरेका छौँ 3 बजीदेखि चाहिँ हामी ओपनिङ चाहिँ गर्छौँ र 5 बजीभित्रसम्ममा हामी सिद्ध्याउने भन्ने कुराहरू गरेर तपाईँहरूलाई रेस्ट होस्। अनि फेरि शुक्रबारको चाहिँ हामी एकदमै 8 बजीदेखि हामी गरेर अनि दिनभरि त्यो चाहिँ फुल एकदमै इन्टेन्सिभ हुन्छ, त्यो विचारहरू हामी गरिराखेका छौँ। यदि तपाईँहरूलाई कुनै कुरो अप्ठ्यारो भयो भने, र अघि हामीले भन्नु भुलेछौँ, यदि तपाईँहरू फ्लाइटमा आउनु हुँदैछ भने, मैले अहिलेसम्म कोही फ्लाइटमा आउने पाएको छुइनँ। यदि तपाईँहरू फ्लाइटमा ग्रान्ड फक्समा चाहिँ आउनु हुँदैछ भने मलाई कन्ट्याक्ट गर्नुहोस्, हामी पिकअप गर्ने व्यवस्था गर्छौँ। तर यदि तपाईँहरू फार्गोमा आउनु हुँदैछ फ्लाइटबाट भने चाहिँ फार्गोमा भयो भने हामी त्यहाँका पास्टरहरूलाई तपाईँको विषयलाई लिएर जानकारी दिन्छौँ अनि उहाँहरूले गएर तपाईँहरूलाई पिकअप गर्नुको लागि त्यो व्यवस्था मिलाइदिनुहुन्छ यदि फ्लाइटमा आउनु हुँदैछ भने। अब गाडीमै आउनु हुँदैछ र तपाईँ आउँदै गर्दा, यो ठुलो सहर होइन, एकदमै गाउँ जस्तो लाग्छ। अघि नै मैले भनिहालेँ तपाईँलाई एकदमै सजिलो छ यहाँनेरि। अनि त्यस्तो यहाँनेरि केही त्यो डराउनु पर्दैन। एकदमै साधारणभन्दा साधारण मान्छेहरू बस्ने जग्गाहरू, अनि एकदमै यहाँको मान्छेहरू पिस लभिङ मान्छेहरू छन् कि एकदमै मजाको मान्छेहरू तपाईँहरूले देख्नुहुन्छ यहाँनेरि। त त्यस कारणले तपाईँहरू समयमा सुरु हुनुहोस्। अनि अब त्यो दिन त ओपनिङ मात्रै हुने रहेछ, भोलिपल्ट जाँदा पनि हुने रहेछ भनेर नभनिदिनुहोस्। सुरुदेखि आएर अन्तिमसम्म बसेको मजा बेग्लै नै हुन्छ र तपाईँलाई हामी इन्करेज गर्छौँ। सुरुको प्रोग्राममा आउनु चाहिँ कन्फरेन्सको मिठास पाउनु हो। सुरुको प्रोग्राममा नआएर सेकेन्ड डेको प्रोग्राममा आएर लास्ट डेको प्रोग्राममा गर्नु चाहिँ तपाईँको के अरे सब्जी बिनाको खाना खाएर हिँडे जस्तै हो। र त्यसले गर्दाखेरि यहाँहरूलाई स्वागत छ। सुरुमै मजाले टाइममा आइपुगिदिनुहोस्। अनि केही कुरो तपाईँलाई केही जानकारी भयो भने कन्ट्याक्ट गर्नुहोस् हामीलाई। नम्बर तपाईँलाई थाहा छ र पनि म नम्बर पनि बोलिदिन्छु, अनलाइनमा पनि म बोलिदिन्छु नम्बर। मेरो नम्बर छ 4129539634। तपाईँले मलाई डाइरेक्टली कन्ट्याक्ट गर्न सक्नुहुन्छ, एनी टाइम कन्ट्याक्ट गर्न सक्नुहुनेछ। हुन्छ। अर्को कुरो तपाईँलाई भन्नु, पानी पर्यो र अलि हावा चल्यो भने चाहिँ चिसो हुन्छ, समर रहेछ, गरम हुन्छ भनेर तपाईँले त्यो नर्दाकोटाको वेदरलाई अन्डर एस्टिमेट नगरिदिनु होला। लाइट ज्याकेट चाहिँ बोकेरै हिँड्नु होला है। र यो चाहिँ एकदमै तपाईँलाई हामीले जानकारी दिएको।
हुन्छ त धन्यवाद तपाईँहरू सबैजनालाई। मेरो अर्को मिटिङले गर्दा जानु परेकोले गर्दा म लाइभबाट निस्किँदैछु। यहाँहरू सबैजनालाई जय मसी। पास्टर सन्तोष अनि ब्रदर आब्राम हुनुहुन्छ, उहाँहरूलाई पनि तपाईँहरूले प्रश्न गरेर अझै उहाँहरूले तपाईँहरूलाई अझै विस्तृत जानकारीहरू दिनुहुनेछ। ल धन्यवाद तपाईँहरू सबैजनालाई। जय मसी। प्रभुले आशिष गरून् र पर्सिको धेरै दिन धेरै धन्यवाद डाक्टर रिचर्ड दाजु तपाईँलाई तपाईँको समयको लागि। धन्यवाद पास्टर बुवालाई हामी धन्यवाद दिन चाहन्छु, किनभने उहाँको अर्को मिटिङले गर्दाखेरि। र अझै हामीहरूले मिड वेस्टको युथ कन्फरेन्सलाई एकदम भेरी इम्पोर्टेन्ट हो। हामीहरूले अब विशेष गरेर अहिलेसम्म हाम्रो जति पनि मिड वेस्टमा चर्चेसहरू हुनुहुन्छ होइन, मण्डलीहरू प्राय सबैले नै हामीलाई होइन प्रार्थना गरिदिइरहनु भएको छ, सहायता सपोर्ट गरिदिइरहनु भएको छ। यसको लागि त हामी तपाईँहरूलाई अरू के पनि दिन सक्छौँ, धन्यवाद। र अलिकति हाम्रो फाइनेन्सियल बारेमा केही अपडेटहरू गरिदिनुहोस् न पास्टर बुवा। थ्याङ्क यू हाम्रो अब्राम दाजु, तपाईँको विशेष त तपाईँको मिडवेस्ट प्रतिको योगदानले मेरो हृदय जहिले छोएको छ। यत्रो वर्ष भयो तपाईँले अनवेभरिङ एउटा कुनै पनि आशा नराखी निस्वार्थ सेवा तपाईँले हाम्रो मिडवेस्टमा दिनुभएको लागि एकदमै म पब्लिकली त्यो रेकगनाइज गर्न चाहन्छु। थ्याङ्क यू सो मच। तपाईँलाई थाहा छैन तपाईँले कति मानिसलाई प्रभाव पार्नु भएको छ। सो थ्याङ्क यू अगेन। त्यो भन्दै गर्दाखेरि हामीले बोल्न नहुने कुराबाट चाहिँ हाम्रो फाइनेन्सियल कुरामा सो जतिजनाले तपाईँले सपोर्ट गर्नुभएको छ, हाम्रो ट्रेजरर बहिनी हाम्रो सुस्मिता बहिनीलाई मैले अपडेट मागेको थिएँ र उहाँले मलाई केही कुराहरू दिनुभएको छ। र जतिजनाले रेजिस्ट्रेसन गरिराख्नु भएको छ, इभन अब यो बिचमा पनि कतिजनाको चाहिँ भइराखेको छ $30 माग्दै हुनुहुन्छ, 25 गर्दा हुन्थेन भन्ने, 25 माग्दै हुनुहुन्छ 20 गर्दा हुन्थेन भन्ने, हामी 5 जना आउँदैछौँ, हामी 4 जनाको चाहिँ दिन्छौँ, 1 जनाको छुट गरिदिनुहोस् न भन्ने होइन। आई अन्डरस्ट्यान्ड द्याट, म बुझ्छु त्यो कुरालाई, हाम्रो परिस्थितिलाई। कसैजनाको 4 जना नानी हुनुहुन्छ, तपाईँले 4 जनालाई $30 दिँदाखेरि $120 जान्छ, लट अफ मनी। तर तपाईँलाई अर्को पाटा म तपाईँलाई देखाउन चाहन्छु जहाँ चाहिँ तपाईँले यो पैसा दिँदै गरेको होइन, तर तपाईँले आउँदो पुस्तामा आउँदो भविष्यको लागि तपाईँले रोप्दै हुनुहुन्छ। तपाईँले $20 तपाईँले दिँदै हुनुहुन्छ, तपाईँले $20 रोप्दै हुनुहुन्छ। सो कस्तो मान्छे हुन्छ होला यदि कसैले चाहिँ यस्तो मलिलो भूमि भेट्दा पनि नरोपिकन उसले छोड्छ होइन, त्यो मूर्ख भनेर गनिन्छ हामीहरू। हाम्रो जुन जवानहरू हुनुहुन्छ अहिले, जुन पुस्ता हुन्छ, हाम्रो अब्राहम दाजुलाई मैले त्यही भएर मैले यहाँ पब्लिकली मैले रेकगनाइज गर्न चाहेँ उहाँको योगदानप्रति, किनभने उहाँलाई अलिकति मात्रै थाहा होला उहाँले के गर्दै हुनुहुन्छ भनेर। हो, मैले मेहनत गर्दैछु भने, तर अननोइङली हि इज सोइङ सीड अफ फेथफुलनेस, डेडिकेसन। उहाँले आउँदो पुस्तामा विश्वसनीयताको, लगनशीलताको बिउलाई रोप्दै हुनुहुन्छ। कतिजनाले मलाई भन्नुहुन्छ, सन्तोष किन, वाइ डु यु वर्क सो हार्ड, जसले चाहिँ होइन जुन समूहमा किन केही पनि छैन, भोलिन्टियरको काम भइरहेको छ, हाम्रो टिम हुनुहुन्छ। इभन अहिले मलाई देख्दै गर्दाखेरि सन्तोषले, पास्टर सन्तोषले गरेको नो आई हेभ ग्रेट टिम। हाम्रो पास्टर पेम्बा, हाम्रो पास्टर के अरे प्रेयर कोअर्डिनेटर हुनुहुन्छ, हाम्रो उपस्कार भाइ वर्सिप कोअर्डिनेटर हुनुहुन्छ, हाम्रो पास्टर विजय स्पोर्ट कोअर्डिनेटर हुनुहुन्छ, हाम्रो पास्टर प्रेम मगर भाइस प्रेसिडेन्ट हुनुहुन्छ, हाम्रो मोसा ब्रदर सेक्रेटरी हुनुहुन्छ, सुस्मिता बहिनी हाम्रो ट्रेजरर हुनुहुन्छ। सो अमेजिङ टिम। हाम्रो यो जुन चाहिँ देखिँदैछ यसको पछाडि अमेजिङ टिम छ। हाम्रो पास्टर रेयन, पास्टर प्रवीण, हाम्रो अम्बर ब्रदर, हाम्रो पास्टर जियास, वी हेभ ग्रेट टिम। अनि सबै यसरी वर्कआउट गरिराखेका छौँ, हामी लागि परिराखेका छौँ हाम्रो कम्युनिटी, हाम्रो उस भनेर, ताकि आउँदो पुस्ताको लागि हामीले केही रोप्न सकौँ। सो तपाईँहरूलाई हामीले यो पालि रेजिस्ट्रेसनमा $25 माग्दैछौँ भने आई थिङ्क हामीले कुनै पाप गरेका छैनौँ। $30 हामीले माग्दैछौँ भने वी थिङ्क वी आर नट सिनिङ अगेन्स्ट एनीबडी। अनि मलाई आशा छ तपाईँहरूले यसलाई चाहिँ मागेको, सन्तोषले मागेको, मिडवेस्टले मागेको दिनुपर्ने भन्ने भन्दा पनि यो चाहिँ तपाईँ र मेरो अपर्च्युनिटी to sow into the kingdom of God. किनभने हाम्रो $20 हाम्रो $30 we're shaping future for our upcoming generation. यो
चाहन्छु र पब्लिकली म हाम्रो पास्टर पूर्व दाजुलाई म एक्नोलेज गर्न चाहन्छु। थ्याङ्क यू पूर्व दाजु। पास्टर हाम्रो भूतपूर्व हाम्रो प्रेसिडेन्ट हुनुहुन्छ। तपाईँले तपाईँको सहायता अस्ति मलाई म नम्बर त भन्दिनँ यति सहयोग गर्नुभयो भनेर म तपाईँलाई होइन किनभने तपाईँले दिएको जति अरूले दिन खोज्यो भने फेरि च्यालेन्ज होला उहाँहरूलाई। तपाईँको हृदयको लागि हामी युथ हाम्रो मुन हामी एक्नोलेज गर्न चाहन्छौँ। हाम्रो पास्टर रेहान हाम्रो प्रेसिडेन्ट ज्यू हुनुहुन्छ जो चाहिँ हालको मिडवेस्टको प्रेसिडेन्ट हुनुहुन्छ। थ्याङ्क यू सो मच। अनि हाम्रै चर्च पनि अवेकन जेनेरेसन चर्च लाई म यीबाट पनि म एक्नोलेज गर्न चाहन्छु जसले चाहिँ म सँगसँगै मेरो अनुपस्थितिलाई बेहोर्नु परेको छ। चर्चले धेरैपल्ट म कुदै गर्नु परेर त्यो साथसाथै हाम्रो चर्चले खुल्ला मण्डलीबाट यसरी सेवकाईको लागि हात बटाएको लागि हाम्रो लिडर्सहरूलाई हाम्रो अरू चर्चेसहरूले जसरी नर्थ डेकोटाको चर्चेसहरूले अरू चर्चेसहरूले सपोर्ट ल्याउँदै हुनुहुन्छ। थ्याङ्क यू सो मच। मेरोमा जति नै थ्याङ्क यू भने पनि इट इज नट इनफ तपाईँहरूको फाइनेन्सियल सहयोगको लागि। सो थ्याङ्क यू अब्राम दाजु। धन्यवाद। एउटा कुरो हामीहरूले जान्नु नै पर्ने, हामी विश्वासीले हामीले केही रोप्यौँ भनेदेखि डल्ले खोर्सानी रोप्यो भने डल्ले खोर्सानी नै फल्छ। त्यही कारणले उहाँले माग्नु भएको होइन, तर हामीहरूले परमेश्वरको राज्यमा केही रोपेको है। अहिले तपाईँले रोप्दै जानुहोस्, तर परमेश्वरले जब उहाँले दिनुहुन्छ तपाईँलाई भोरेर पोखिने गरेर तपाईँलाई परमेश्वरले दिनै हुनुहुन्छ। र यदि तपाईँहरूले अझै हामीलाई सहायता गर्न चाहनुहुन्छ भनेदेखि अहिले हाम्रो लाइभ कार्यक्रम सुन्दै हुनुहुन्छ, हाम्रो पास्टर प्रेसिडेन्टको वचनहरू तपाईँले सुन्नुभयो भने तपाईँहरूको कसैको एलएलसी होला होइन, कतिको आफ्नो कम्पनी होला र अहिलेसम्म तपाईँले बिर्सिनु भएको होला, तर यो लाइभ हेरेर ओहो भर्खर मात्रै थाहा पाए भन्नुहुन्छ भने तपाईँले डाइरेक्ट हाम्रो प्रेसिडेन्ट सन्तोष शर्मालाई कन्ट्याक्ट गरेर तपाईँले तपाईँको इच्छा अनुसार तपाईँले सपोर्ट पनि गर्न सक्नुहुनेछ। अनि यो चाहिँ हामीहरूले गर्नु नै पर्छ परमेश्वरको राज्यमा। र जति पनि हाम्रो भूपू प्रेसिडेन्टहरू हुनुहुन्छ होइन, फर्मर प्रेसिडेन्टहरू, यहाँहरूलाई वी लाइक टु रिक्वेस्ट प्लिज हेल्प मिडवेस्ट। इफ यु हेल्प मिडवेस्ट यु हेल्प गड। किनभने परमेश्वरले उहाँकै प्रतिरूप र स्वरूपमा मानिसलाई बनाउनु भयो ताकि हामीहरूले उहाँकै परमेश्वरकै महिमा प्रशंसा गरौँ भनेर। र तपाईँहरू कोही पनि युथहरू अथवा कोही पनि अझै मिडवेस्टलाई सपोर्ट गरौँ, अझै यो खालको होइन हामीहरूले फर्मेटहरू बनाऊ भनेर तपाईँहरूलाई त्यस्तो केही लाग्छ भने हाम्रो प्रेसिडेन्ट अथवा उहाँको टिम छ अथवा केही मिडियाको मा तपाईँहरूलाई केही त्यस्तो लागिरहेको छ भने तपाईँहरूले मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ र प्रेसिडेन्टलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र अब हामी अलिकति हाम्रो समयले डाँडा काटेकोले गर्दाखेरि हामीहरूले यहाँ फिडब्याक हामी कतिवटा कुरो हाम्रो मुनको पेज छ, तपाईँहरूले अहिलेसम्म फलो गर्नु भएको छैन भने फलो गरिदिनु होला। किनभने तपाईँको एउटा फलोले गर्दाखेरि हामीलाई धेरै सहायता सहयोग मिल्नेछ परमेश्वरको राज्य वृद्धि गर्नको निम्ति। र तपाईँहरूले हाम्रो लाइभलाई हेरेर सेयर पनि गरिदिनु होला। दुबईबाट हुँदैछ, प्रशंसा टिभीबाट पनि र मिडवेस्ट युनिटी नेटवर्कको दुवै पेजबाट हाम्रो भइरहेको छ। र तपाईँहरूले हामीहरूलाई सक्दो प्रार्थना अनि विशेष गरेर अघि हाम्रो जति पनि मैले नाम लिन सकिनँ, जति पनि मुनको एक्जिक्युटिभ टिमहरू हुनुहुन्छ अनि युथको एक्जिक्युटिभ टिम हुन्छ अनि हाम्रो मिडिया डिपार्टमेन्ट अनि वर्सिप डिपार्टमेन्ट विभिन्न डिपार्टमेन्टहरू हुनुहुन्छ, तपाईँहरूले पनि हाम्रो मिडवेस्टलाई सक्दो सहायता सहयोग गरौँ एकले अर्कालाई भन्न चाहन्छु। र अलिकति यो फिडब्याक हाउ वी क्यान सर्भ द कम्युनिटी होइन, हामीहरूले कसरी हामीहरूले आफ्नो समाजमा कसरी चाहिँ सर्भ गर्न सकिन्छ भन्ने कुरोलाई अलिकति तपाईँले हाम्रो दर्शकवृन्दहरूलाई बताइदिनुहोस् न। अगेन हामीले फाइट गर्दै गरेको पावलले पनि वचनमा हामीलाई भन्छ हामी चाहिँ रगत र मासुको विरुद्ध हाम्रो लडाइँ होइन भनेर। त्यो भन्न खोजेको चाहिँ के हो मेरो अन्डरस्ट्यान्डिङमा चाहिँ समटाइम हामी कतिपल्ट हामी कल्चरसँग फाइट गर्छौँ तर कल्चरलाई हामीले चेन्ज गर्ने इनिसिएटिभ चाहिँ लिँदैनौँ। सो यदि हामी फाइट मात्रै गरिराख्यौँ भने वी विल किप फाइटिङ, राइट। तर हाउ वी क्यान चेन्ज, किनभने
आउटपुट इज अलवेज द रिजल्ट अफ वाट वी पुट इन. हामीले जे हाल्छौँ त्यसकै परिणाम निस्कने हो. सो यदि हामीले परिणामदेखि चाहिँ हामीले मिलाइराखौँ, हामी खालि के भन्ने प्रोएक्टिभ र रिएक्टिभ भन्छ नि. अब रिएक्टिभ चाहिँ भइरहेको छौँ भने अब होइन यस्तो बिग्रियो फेरि बनाऊ, गाडीलाई पनि अब होइन बिग्रिन्छ अनि बनाउने भन्दा पनि अब हामीले फर्दर 10 इयर्सलाई सोचेर 10 वर्षलाई हामीले कल्पना गरेर, अब तपाईँको नानी अहिले 5 वर्षको हुनुहुन्छ भने तपाईँ 15 वर्षको हुनुहुन्छ, अहिले 10 वर्षको हुनुहुन्छ भने 20 वर्षको हुनुहुन्छ, त्यो हुँदाखेरि कस्तो परिवेश भएको तपाईँ र म हामी चाहन्छौँ हाम्रो घरमा, हाम्रो कम्युनिटीमा, हाम्रो चर्चमा, हाम्रो वरिपरि. What kind of culture, what kind of environment we want in 10 years? त्यसलाई हामीले ब्याक ट्र्याक गरेर अहिले हामी यहाँ छौँ भने how can we make that happen? कसरी हामीले त्यो कुरालाई हामीले इन्भेस्ट गर्न सक्छौँ अहिले? त्यो गर्दै जाँदाखेरि communal constraint and shared identity is very necessary. Right. हामीलाई यहाँनिर यो कल्चरले के बनाएको छ भने हामी इन्डिभिजुअल माइन्डसेट बनाएको छ, इन्डिभिजुअलिस्टिक कम्पार्टमेन्टलाइज्ड बनाएको छ, जहाँ चाहिँ माई बडी माई विस भन्ने भइसकेका छौँ. तर ख्रिस्टको वचनमा हामी आधारित भएको मान्छेले हामीले बुझ्नुपर्छ माई बडी माई विस हुँदैन, तर वी आर द ख्रिस्ट, वी आर द बडी अफ क्राइस्ट. हामी ख्रिस्टको शरीर हौँ भनेर हामीले लिनुपर्छ. सो यदि तपाईँलाई चोट लाग्छ भने तपाईँले मलाई त चोट लाग्यो नि, तिमीलाई भएन त, तँलाई भएन त भन्नुको सट्टा चाहिँ तपाईँलाई चोट लाग्दा अब मलाई पनि चोट लाग्छ, किनभने हामी ख्रिस्टको शरीर हौँ. तपाईँ उठ्दाखेरि पावल एफिसीको मण्डलले भन्छन् हामीलाई ख्रिस्टसँगै स्वर्ग स्थानमा उचालिएको छ. ख्रिस्ट यदि उचालिनुहुन्छ भने हामी पनि उचालिन्दछौँ. शरीरको चाहिँ दुःखको कुरा त्यो छ र सुखको कुरा चाहिँ के छ भने शरीर जब उचालिन्छ हामी पनि उचालिन्छ, शरीर जब खस्किन्छ हामी पनि खस्कन्छौँ. सो हामीले यो 10 वर्षलाई एटलिस्ट ट्र्याक गरेर त धेरै टाढो नछौँ. हामीले 10 इयर्सलाई हामीले प्लान गर्दाखेरि के गर्न सक्छौँ भन्दाखेरि हामीले यो युथ डिपार्टमेन्टले हामीले यो 3 वर्षको हाम्रो अन्तरालमा हामीले यो रिलेसनल डिसाइपलसिपलाई हामीले फोकस गर्छौँ. त्यही भएर हामीले 4-4 महिनामा हामीले वर्सिपको प्रोग्रामहरू पनि गर्ने गरेका छौँ. अहिले यो प्रोग्रामले गर्दा हामीले रोकिराखेका छौँ. तर यदि तपाईँले तपाईँलाई हेल्प गर्नलाई हामीलाई हेल्प गर्नुभयो भने, इफ यु हेल्प अस हेल्प यु, आई थिङ्क वी विल सेट अप एउटा एक प्रकारको हामीले वेभलाई बटरफ्लाई इफेक्ट भनेको तपाईँले सुन्नुभएको छ होला, ब्राजिलमा पुतलले पङ्खा हल्लायो भने यहाँसम्मको वेदर चेन्ज गराउँछ भन्छ होइन. अनि हामीले केही गऱ्यौँ भने सायद हामीले त्यति परसम्मको हामीले सोच्नु, तर यसले हामीले केही गऱ्यौँ भने अब द ल अफ सोइङ एन्ड रिपिङ पनि यो एउटा व्यवस्था नै छ कि परमेश्वरले केही कुरा चाहिँ राखिदिनु भएको छ संसारमा, जो चाहिँ जस्तै परिस्थितिमा पनि बिहान हुन्छ, जस्तै परिस्थितिमा पनि रात पर्छ, जस्तै परिस्थितिमा पनि रोपेको छ भने फल्छ. अनि यो ललाई चाहिँ हामीले यदि अहिलेलाई केही कुरा हामीले लगायौँ भने हाम्रो जवानहरूको बिचमा पक्कै पनि प्रिय यो यस्तो हुँदैन कि ला हामीले लगायौँ, हामीले जवानहरूको लागि हामीले मेहनत गऱ्यौँ, हामीले जवानहरूलाई यति साह्रो खर्च गऱ्यौँ, हामीले $30 खर्च गरेर हामीले लग्यौँ होइन. त्यहाँनिर जाँदाखेरि होटेलको खर्च लाग्यो, यो लाग्यो, ऊ लाग्यो, हेन लाग्यो, तेन लाग्यो भन्ने होला. तर आई प्रमिस, म प्रतिज्ञा गर्छु तपाईँलाई, तपाईँको इन्भेस्टमेन्ट चाहिँ अबको केही वर्षमा तपाईँले देख्दै जानुहुन्छ. यदि तपाईँले अहिलेदेखि नै हामीलाई यो युथ डिपार्टमेन्टलाई मिडवेस्टमा गर्दै गरेको मान्छेहरूलाई तपाईँले हामीलाई इफ यु हेल्प अस हेल्प यु, लेट अस कम अलोङ साइड यु, हामी तपाईँलाई हाउ क्यान वी सर्भ यु, तपाईँको सेवा हामी कसरी गर्न सक्छौँ, तपाईँको मण्डलीको सेवा हामी कसरी गर्न सक्छौँ, तपाईँको जवानको सेवा हामी कसरी गर्न सक्छौँ. त तपाईँले हामीलाई फिडब्याक दिनुहोस्, सरसल्लाह दिनुहोस्, हाम्रोमा यो प्रब्लम छ, यसलाई हामीले कसरी एड्रेस गर्ने. किनभने हामीले अहिले यसलाई एड्रेस गऱ्यौँ भने आई थिङ्क in 5 years, in 10 years, we'll see different form, different kind of youth. अब्रम दाजु, मलाई त तपाईँले त यहाँ त मलाई प्रचार गर्ने पो मलाई त यहाँ बनाउनु भयो यहाँ त मलाई त एकदमै thank you again, good question. मेरो passion नै छ कि I want to serve this generation. Yes, exactly, because
I saw you struggle when you came to United States of America. होइन, जब तपाईँ यहाँ संयुक्त राज्यमा आउनुभयो, यहाँ पढ्नको लागि सजिलो छैन है। एउटा पिएचडी कुनै पनि क्षेत्रमा पिएचडी गर्नु सजिलो छैन यहाँनिर। मैले पनि धेरै प्रयास गरेँ, तर म विफल भइरहेको छु र अब यता मिडियातिर आएँ होइन। एनिवे जे भए पनि एउटा हामीहरूले मिडवेस्टमा यस्तो व्यक्ति जो चाहिँ एउटा है विश्वासयोग्य साथै परमेश्वरमा एउटा होइन सक्षम व्यक्ति होइन, जसले चाहिँ अध्ययन गर्नुभएको छ है। अनि अध्ययन मात्रै होइन, मनन मात्रै होइन, चिन्तन सबै कुरो गर्नुभएको छ। हामी वी आर रियली ब्लेस्ड र त्यही कारणले गर्दा हामीहरूले, तर द्याट डजन्ट मिन द्याट उहाँले सबै कुरो गर्नुहुन्छ, बट वी निड टु हेल्प। हामी सबैले जति पनि मिडवेस्टमा भएको मण्डलीहरूले हामीहरूले उहाँलाई सहायता, सहयोग, मद्दत सबै गर्नुपर्छ। धेरै डिपार्टमेन्ट हुन्छ, त्यसमा चाहिँ हामीहरूले उहाँलाई हौसला गर्ने नै पर्छ। र मलाई पनि हौसला चाहिन्छ, तपाईँलाई पनि हौसला चाहिन्छ। र एकले अर्कालाई है, मलाई यसपालि बिएनसीएको मलाई साह्रो मन पर्यो होइन, बिल्ड टु लिड होइन भन्ने यो थेम एकदम। अनि यो हाम्रो पनि पावर टु ग्रो, अब युथलाई चाहिएको पावर हो है। अनि विशेष गरेर हामीहरूले, किनभने त्यो चाहिँ हामीलाई चाहिन्छ पनि, किनभने वचनले पनि भन्दछ नि त। विशेष गरेर हामीहरूले परमेश्वरकै वचनमा हामीहरूले हेऱ्यौँ भनेदेखि होइन, एसाया 40को 31मा हामीहरूले त्यहाँनिर होइन पाउँदछौँ। विशेष गरेर हामीहरूले चाहिँ शक्ति चाहिँ परमेश्वरबाट पाउने हो होइन। जति नै अब उहाँले ज्ञान प्राप्त गर्नुभएको छ, तर त्यो ज्ञानलाई परमेश्वरको शक्तिमा परिणत गरेर उहाँले मिडवेस्टलाई अहिलेसम्म होइन एउटा स्वयंसेवक न आउनु छ न कहीँबाट। इट्स भेरी डिफिकल्ट जब है यो, किनभने म यहाँ आएदेखि यो स्वयंसेवक गरेको होइन धेरै छ, तर अब यो काम गर्नको लागि हामी सबैको हातेमालो उहाँको मात्रै होइन। उहाँ त एउटा सायद प्रेसिडेन्ट हामीहरूले नै उठाएको हो, यो मिडवेस्टले नै उठाएको हो, तपाईँ हामीहरूले नै भोट गरेर उठाएको हो है। त्यतिखेर भोट गर्दाखेरि मसँग अझै पनि भिडियोहरू छ मसँग। त्यो किन मैले त्यो प्रुफ राखेको, भोलि गएर ओहो हामीले त गऱ्यौँ न भनेर होइन, किनभने हामीसँग होइन प्रुफ छ, सबै चर्चले भोट गरेको। त्यही कारणले गर्दाखेरि म तपाईँहरूसँग यो भएको चाहिँ होइन होइन, तरै पनि म तपाईँहरूलाई यही बिन्ती गर्न चाहन्छु, तपाईँहरूले सक्दो उहाँलाई सपोर्ट गरिदिनुहोस्। हाम्रो पनि कोही बेला होइन गर्दा गर्दै केही कुरोहरू मिस्टेक हुन्छ। यदि तपाईँले त्यस्तो मिस्टेक फाइन गर्नुभयो भने हामीलाई व्यक्तिगत कल गरेर तपाईँहरूले होइन तपाईँहरूले सच्याउन सक्नुहुन्छ। हामी पनि कुनै पनि परमेश्वर होइन, हामी पनि तपाईँहरू जस्तै मानिस हो। हामी पनि सिक्न चाहन्छौँ, सिक्दै गइरहेको छौँ। र त्यही कारणले गर्दाखेरि युथलाई चाहिँ एकदम फोकस गरेर उहाँले पहिल्यैदेखि भन्नुहुँदै थियो होइन। मसँग त अब त्यति साह्रो चिना परिचय छैन, र पनि तपाईँले एउटा युथ डिपार्टमेन्टमा भइसके अहिलेको जेनेरेसनलाई चाहिने एजुकेसन होइन, बिब्लिकल होस् कि थियोलोजिकल होस् कि अथवा जेनरल होस् कि सबै कुरोलाई मध्यनजर गरेर तपाईँले यो हाम्रो मिडवेस्टलाई होइन एउटा स्वयंसेवक रूपमा गरिरहनु भएको छ। तपाईँले मात्रै होइन, सबैले, हामी सबैले, मैले उहाँलाई मात्रै भन्न खोजेको होइन, हामी सबैले गरिरहेको छ आफ्नो क्षेत्रबाट। र अझै पनि म तपाईँहरूलाई यही प्रार्थना गर्न चाहन्छु, यही हाम्रो अहिले पेम्बा पास्टरले सुन्दै हुनुहुन्छ, प्रार्थना गरिदिनुहोस् हाम्रो सम्पूर्ण मिडवेस्टको टिमलाई प्रार्थना गरिदिनुहोस् कि अझ त्यो हृदय खोलेर चाहिँ मिडवेस्टलाई हामीले अब कसरी चाहिँ हाम्रो मिडवेस्टलाई चाहिँ हाम्रो भनौँ होइन। यो यसको मात्रै यो फल्ना मात्रै काम गर्छ होइन होइन, हाम्रो अब हाम्रो पालो सकियो, अब अर्को आयो, अर्को एक्जिक्युटिभ आयो, त्यो होइन। तर हामीले कसरी परमेश्वरको राज्य वृद्धि चाहिँ एकले अर्कालाई हौसला गर्दै हामी अगाडि बढ्नु पर्दछ। र विशेष गरेर म पास्टरलाई फेरि पनि यो समय दिन चाहन्छु। अबको आउने जुन युथ हाम्रो होइन तत्काल अब 2 दिन मात्रै बाँकी छ होइन, त्यहाँनिर केही इम्प्याक्ट हुनुपर्छ है। मानिसले त्यहाँनिर त्यो सेवामा भइसकेपछि नयाँ कुरो प्राप्त गरेर आफ्नो मण्डलीमा पनि गरेर त्यो कुरोहरू उहाँहरूले होइन
आएको आशिष सेयर गर्नुपर्दछ होइन अनि त्यो कुरोहरूको लागि चाहिँ कस्तो खालको तपाईँले प्रोग्रामहरू फर्मेटहरू बनाउनु भएको छ यदि भन्न मिल्छ हुन त यो पब्लिकमा कतिवटा कुरो प्रोग्रामको फर्मेटहरू सबै भन्न त मिल्दैन त्यो समय पनि धेरै लाग्छ अलिकति छोटकरीमा तपाईँले बताइदिनुहोस् न प्रोग्रामको फर्मेट भन्दाखेरि मैले किन अब अर्को कुरा चाहिँ फेरि तपाईँलाई म एम्फसाइज गर्न चाहेँ वाइ यु निड टु कम टु दिस कन्फरेन्स भन्दा चाहिँ हामीले एकदमै भिन्नै तरिकाले गरेको तपाईँ अब्राहमलाई विचार गर्नुभयो भने अब्राहमले जब उत्पत्ति 20 अध्यायमा जब परमेश्वरले इसाकलाई लिएर जा भन्नुहुन्छ अब्राहमले यदि हेर्नुहोस् है कतिपल्ट हामीले मिस गर्ने कुराहरू चाहिँ हामीले परमेश्वरको ब्लेसिङलाई परमेश्वरको अपर्च्युनिटीलाई हामीले मिस गर्ने चाहिँ परमेश्वरले चाहिँ कुनै प्लेसमा ब्लेसिङ गर्नुभएको छ कुनै ठाउँमा यस्तो होइन कि अब मैले त्यहाँनिर तपाईँलाई कुनै नयाँ थियोलोजी सिकाउन लाग्यो होइन तर यहाँनिर जुन कुरा हुन्छ त्यो ठाउँमा त्यो कन्फरेन्समा आएर त्यो चाहिँ अरू कोही ठाउँमा पनि हुँदैन रिलेसनसिपमा भयो वर्डमा भयो फेलोसिपमा भयो वर्सिपमा भयो अनि प्यानल डिस्कसनहरू भयो अनि ब्रेकआउट सेसनहरू छ यो सबै कुराले जुन चाहिँ हाम्रो मर्निङको 8 बजेदेखि हाम्रो डिभोसन छ अनि त्यहाँदेखि ब्रेक त्यहाँदेखि सेसन छ फर्स्ट सेसन भयो त्यहाँदेखि हाम्रो प्यानल डिस्कसन भयो त्यहाँदेखि Q&Aहरू छ हाम्रो ब्रेकआउट सेसन छ त्यहाँदेखि लास्टमा एउटा सर्भिस गरेर फ्राइडे हामी सक्छौँ नि थर्सडे यदि तपाईँले मलाई सुन्न चाहनुहुन्छ तपाईँ अगाडि नै तपाईँ आउन चाहनु मलाई अघि पास्टर डाक्टर रिचर्डले भनेको साह्रो मन पर्यो तपाईँ यदि थर्सडे नै आउनु हुँदैन तपाईँले युल मिस द मोस्ट पार्ट अफ द कन्फरेन्स किनभने थर्सडे म स्पिकर छु त्यहाँनिर एन्ड आइम ब्रिङिङ जुन परमेश्वरले मलाई दिएको युथको लागि दिएको भिजनहरू मिसनहरू म कास्ट गर्दैछु त्यहाँनिर सो आई वान्ट टु वेलकम यु त्यो समयमा तपाईँ अगाडि नआउनुहोस् हामी थर्सडेको हाम्रो 3 बजेदेखि कन्फरेन्स छ कसैले सोध्दै हुनुहुन्थ्यो 3 बजेदेखि कन्फरेन्स रहेछ 5 बजे आइपुग्यो 4 बजे आइपुगे हुन्छ नि भने न ए वेलकम तपाईँहरू त्यस्तो साह्रो समय निकालेर खर्च गरेर आउँदै हुनुहुन्छ डोन्ट मिस द अपर्च्युनिटी परमेश्वरको जनहरूबाट परमेश्वरबाट आएको एउटा वचनले पनि तपाईहरु मेरो जीवन परिवर्तन गर्छ सो हामी अब्राहमलाई जस्तै अब्राहमको आशिष चाहिँ अब्राहमको लागि इसाकको लागि जुन चाहिँ थुमा चाहिँ 3 दिनको बाटोमा थियो भने अब्राहमले ती दैलोकै छेउमा चाहिँ हैन वेदी बनाएर तिनीले छोरालाई चाहिँ चुपिया हानेको हुन्थेन त्यहाँनेर तर ऊ यात्रा गर्नु पर्यो ऊ ठाउँमा जानु पर्यो ऊ कुनै ठाउँमा मेहनत गरेर जानु पर्यो सो यो मेहनतले तपाईलाई रित्त हात पठाउँदैन तपाई आशिषित भएर जानुहुनेछ मैले तपाईबाट धेरै कुरा सिक्नेछु र हाम्रो जनहरूबाट तपाईले धेरै कुराहरू सिक्नुहुनेछ एकदमै अभिषिक्त जनहरू हाम्रो माझमा आउँदै हुनुहुन्छ थ्यांक यू अब्राहम दाजु क्वेशनको लागि धन्यवाद विशेष त हामी तपाईलाई फेरि पनि धन्यवाद दिन चाहन्छु हामीले एकदम त्यहाँ आएर त्यतिकै समय तपाईहरुको त्यो भेरी प्रिसियस समय हुनेछ र विशेष गरेर हामी यसपालि हाम्रो तपाईहरुलाई ब्याजमा पनि हामीले अलिकति हैन नयाँ प्रकारले गरेको छौं तपाईहरुलाई हाम्रो कार्यक्रमको फर्मेटहरु ब्याजको पछाडी क्यूआर कोड हुन्छ अनि त्यो क्यूआर कोडमा चाहिँ तपाईलाई म यहाँ शेयर गर्न खोज्दै छु तर अलिकति यो अलिकति गर्न सकिरहेको छैन अनि यहाँनेरि चाहिँ ओके यहाँ म तपाईहरुलाई देखाइहाल्नु पर्यो तपाईहरुलाई त्यस्तो केही लागेको छ हैन अब केही फिडब्याकहरु अथवा केही तपाईहरुलाई प्रश्न लागेको छ अथवा तपाईहरुले हाम्रो मिडवेस्टको लागि केही हैन तपाईहरुले सहायता गर्नुहुन्छ भने पनि तपाईहरुले त्यही कार्यक्रममा तपाईहरुको ब्याजको पछाडी क्यूआर कोड हुन्छ त्यसलाई स्क्यान गरेर तपाईले त्यहाँनिर मिडवेस्टलाई सहायता गर्न पनि सक्नुहुन्छ त्यो डाइरेक्ट हाम्रो ट्रेजररकोमा जान्छ कसै मलाई पनि आउँदैन पास्टरलाई पनि आउँदैन ट्रेजररको हातमा जान्छ र यदि तपाईलाई कुनै पनि प्रश्न फिडब्याकहरु छ भने त्यहाँनिर क्यूआर कोड छ तपाईले त्यो ब्याजको पछाडी पनि तपाईले त्यो हामीहरूले त्यो उपलब्ध गराउन सक्छौं अझ तपाईले यसको विस्तृत हाम्रो पास्टर सन्तोषले भनिदिनुहोस् न तपाईहरुलाई यहाँनेर हामीले
यो तपाईँले देख्दै गर्दा म साथमा त्यहाँनिर एउटा ब्यानर बनाएर पनि राखिदिएको हुन्छु फिडब्याक भनेर मुन युथ कन्फरेन्स फिडब्याक भनेर अनि आई वान्ट टु म पर्सनल्ली तपाईँको कमेन्ट्सहरूलाई पढेर हाउ कसरी चाहिँ हामीले अझै बेटर गर्न सक्छौँ हाम्रो कम्युनिटीलाई अनि तपाईँहरूको जस्तै फर्स्टमा कुन दिन तपाईँ एटेन्ड हुनुभयो र कसरी कस्तो प्रकारलाई कुनलाई चाहिँ तपाईँले ओभरअल 5-3 रेटिङ दिनुहुन्छ त्यसरी गरेर तपाईँले सबमिट गर्नुभयो भने आई थिङ्क दिस विल हेल्प अस टु गेट बेटर कतिपय छ अब हामीले राम्रो भएन त भन्छौँ तर कहाँ राम्रो भएन भन्ने नभनिदिएकोले गर्दा हामी सुध्रिने मौका पाउँदैनौँ अनि इभन राम्रो भयो भनेर भनिदिनुहुन्छ तपाईँहरूले तर कहाँ चाहिँ राम्रो भनेर नभनिदिएकोले गर्दाखेरि हामी त्यहाँ बेटर हुने मौका पाउँदैनौँ मेरो लक्ष्य चाहिँ म सबै कुरामा राम्रो छैन आई नो इट तर म जेमा राम्रो छु आई वान गेट बेटर आई वान बी बेस्ट मेरो त्यो कुरामा चाहिँ म चाहिँ एकदमै बेस्ट भएर प्रभुलाई र तपाईँहरूलाई म सेवा पुर्याउन चाहन्छु सो मलाई हेल्प गर्नुहोस् त्यो कुरामा वृद्धि हुनलाई मलाई पढ्नलाई हाम्रो टिमलाई बढाउनलाई ताकि आउँदो दिनमा हामीले अझै तपाईँको चाहना अनुसारले तपाईँको भोक अनुसारले हामीले सेवा पुर्याउन सकौँ सो थ्याङ्क यू तपाईँलाई फिडब्याकको लागि हाम्रो ब्याजमा अलिकति हाम्रो अब्राम दाजुले त्यो ब्याज देखाउँदै गर्दाखेरि हाम्रो यो प्रिन्टरमा त्यो यो कलरको प्रिन्टरले पेपरसँग खोइ कस्तो के भएर हामीले अर्कै खालको गरेको छौँ तर फर्म त्यो उयो चाहिँ त्यो के अरे बारकोड चाहिँ छ तर त्यो प्रिन्टरको त्यो इङ्कले गर्दाखेरि यही छ सबै फर्मेट छ तर त्यो अगाडिको चाहिँ हाम्रो अलिकति अर्कै भएको छ तर यो बारकोडहरू छ तर सेम नै हो वेलकम गड ब्लेस यु नेम टाइटल युथ कन्फरेन्स 26 भनेर यो कलर चाहिँ अलिकति तपाईँले अहिले अलिकति डिप देख्दै हुनुहुन्छ होला स्क्रिनमा अलिकति लाइट छ हाम्रो त्यो प्रिन्टरले गर्दाखेरि अलिकति क्षमा चाहन्छु त्यसको लागि तर तपाईँले फिडब्याकको लागि हाम्रो त्यहाँनिर बाहिर ब्यानर राखेको हुन्छ त्यो ब्यानरमा तपाईँले स्क्यान गरेर तिनीहरू राइट अवे 2 सेकेन्डमा तपाईँले फिडब्याक दिन सक्नुहुन्छ धन्यवाद विशेष त जति पनि हाम्रो युथहरू आउँदै हुनुहुन्छ यहाँहरूलाई हामी स्वागत गर्न चाहन्छौँ र अन्तमा विशेष गरेर हाम्रो जति पनि युथहरू हुनुहुन्छ तपाईँ अहिलेदेखि तयारी गर्नुहोस् यदि तपाईँहरूलाई केही प्रश्नहरू अथवा तपाईँहरूलाई केही सपोर्ट सहायता केही युथ मिनिस्ट्रीलाई गर्न चाहनुहुन्छ भने हाम्रो पास्टर डाक्टर हाम्रो सन्तोषलाई प्रेसिडेन्टलाई पनि गर्न सक्नुहुन्छ र उहाँहरूको टिम छ उहाँहरूलाई पनि तपाईँहरूले गर्न सक्नुहुनेछ र अन्तमा जाँदै हाम्रो जति पनि मिडवेस्टको चर्चेसहरू हुनुहुन्छ उहाँहरूलाई के कस्तो खालको सुसन्देश दिन चाहनुहुन्छ तपाईँले युथ मिनिस्ट्रीबाट पहिले त फेरि पनि म तपाईँलाई like I said earlier, होइन म जति नै मैले तपाईँलाई धन्यवाद भने पनि it is less. So I really appreciate अनि I'm honored and privileged. यो मेरो लागि आदरको कुरा हो एउटा मेरो लागि अब सौभाग्य हो भनौँ न हाम्रो नेपाली भाषामा ठेट भाषामा भन्दाखेरि तपाईँहरूसँग र तपाईँहरूको लागि मैले सेवा गर्न पाउनु भनेको मेरो लागि एउटा आशिष हो अनि म आफै नै पनि आई डोन्ट थिङ्क म त्यो क्वालिटीको छु त्यो क्यापेबिलिटी मेरोमा छ तर यु सॉ समथिङ अन मी एन्ड तपाईँले मलाई त्यो अपर्च्युनिटी दिनुभयो सो आई एम भेरी अनर्ड यो मेरो लागि म यसलाई बोझ लिँदैन यो मेरो लागि मौका हो त्यो भन्दै गर्दाखेरि म तपाईँहरूलाई स्वागत गर्छु यो कन्फरेन्समा एज अ युथको प्रेसिडेन्ट भएको आधारमा तपाईँहरू आइदिनुहोस् अनि तपाईँहरूको जवानहरूलाई पठाइदिनुहोस् अघि नै हामीले यो कुरामा हामीले प्रश्न गऱ्यौँ यदि तपाईँले रेजिस्ट्रेसन छुटाउनु भएको छैन भने इट्स ओके म चाहिँ यस मान्छे हो पहिला अनि पछि चाहिँ कसरी गर्नुपर्ने भन्ने खालको मान्छे हो म अनि विल फिगर आउट समथिङ तपाईँकोमा कतिले भन्दै हुनुहुन्थ्यो हामीले अब $25-30 कुरा गर्नुहुन्छ तपाईँलाई यदि पैसै छैन भने कम अन let us serve you तपाईँलाई हामी सेवा पुर्याउनेछौँ कसरी हुन्छ तपाईँको $25 तिर्दै हुन्छ कि $30 तिर्दै हुन्छ म पनि त्यस्तो नानीहरूलाई भन्ने गर्छु बाबा यस्तो किन्ने उस्तो किन्ने भन्दा नानी यु सुड नो द्याट योर ड्याड इज अ पास्टर अनि हामी पास्टरहरू
मेरो हुन त अब स्पिरिचुअल केयर गिभर राम्रो खालको काम भए तापनि त आइएम नट अ मिलियनियर, म मिलियनियर होइन, म पनि तपाईँहरू जस्तै आवरली काम गर्ने मान्छे हो। सो saying that we'll work it out, हामीले केही न केही मिलाउँछौँ यसलाई। सो डोन्ट वरी अबाउट कोही बेला त्यो $5 को टेन्सनले $10 को टेन्सनले तपाईँले सेवा नै छोडिदिने, प्रभुको उपस्थिति नै ठाउँमै नगर्नुहोस्। तपाईँहरू आउनुहोस्, हामीहरू कसरी हुन्छ तपाईँलाई हामी सेवा पुऱ्याउँछौँ अनि हामीलाई तपाईँलाई सेवा गर्न दिनुहोस्। तपाईँ आउनु भएन भने हामीले तपाईँलाई सेवा दिन सक्दैनौँ, सेवा गर्न सक्दैनौँ। पत्रुसले येशूलाई भने जस्तै, येशूले पत्रुसलाई भने जस्तै, मैले तिमीहरूलाई केही गरिनँ भने, तिम्रो खुट्टा धोइन भने मेरो अंश तिमीहरू रहँदैन भने जस्तै, यदि मैले तपाईँलाई सेवा गर्न पाइनँ भने मेरो अस्तित्व रहँदैन। तपाईँहरूको सेवा एउटा लिडर भएर, प्रेसिडेन्ट भएर तपाईँहरूको सेवा गर्न मलाई दिनुहोस्। सो आउनुहोस्, हामी सँगै नै 3 दिन हामी सँगै समय बिताउने छौँ, एकअर्कालाई अझै नजिकबाट हामीले चिनेछौँ। यो दौडमा मेरो एक्सपिरियन्स, मैले धेरै हाम्रो दाजुहरूलाई, प्रभुको दासहरूसँग मैले सङ्गति गर्ने, उहाँहरूलाई चिन्ने, उहाँहरूसँग नजिकबाट काम गर्ने मौका पाइराखेको छु। आई एम सो ब्लेस्ड। मेरो पनि खर्चको कुरा गर्दाखेरि कति हो, कति पैसाको कुरा गर्ने हो, तर आई एम भेरी एक्साइटेड। मैले हाम्रो अब्राहम दाजु जस्तो मान्छेसँग मैले सँगै मिलेर यसरी सहकार्य गर्न पाएको छु। हाम्रो हिजो मेरो पास्टर दावा, पास्टर राकेश जस्तो यस्तो प्रभुले चलाइराख्नु भएको प्रभुको दासहरूसँग मैले बातचित गर्ने मौका पाएँ। अनि हाम्रो रिचर्ड दाजु, डाक्टर रिचर्ड दाजुसँग यसरी मिलेर काम गर्नु पाउनु भनेको म जस्तो एउटा सानो मान्छेको लागि के भन्ने, अब यो तल निचिएको मान्छेको लागि मेरो लागि आदरको कुरा हो। हाम्रो उपस्कार भाइ पास्टर प्रेम, हाम्रो टिम यस्तोसँग मिलेर मैले काम गर्नु पाउनु मेरो लागि आशिष हो। सो कम अन इन, हामीहरू सँगै नै सङ्गति गर्नेछौँ। यहाँनिर कोही पनि ठुलो सानो, कोही पनि तलको माथिको छैन। मेरो नजरमा, तपाईँ आशा गर्छु तपाईँको नजरमा पनि हामी एक छौँ, हामी एक समान छौँ। हामीलाई परमेश्वरले त हामीलाई भिन्नता छान्नु भएन भने हामीहरू को हौँ र, अथवा म को हुँ र तपाईँलाई उ गर्ने। सो तपाईँ आउनुहोस्, हामी मेरो मण्डलीहरूलाई त्यही आह्वान छ, आइदिनुहोस् तपाईँहरू, पठाइदिनुहोस् तपाईँहरूको जवानहरू। अनि हामी एकदमै जवानहरूलाई हामी राम्रोसँग त्यहाँ हामी एउटा आशिषको माहौल बनाएर पठाउनेछौँ। काम गर्ने त परिवर्तन गर्ने त परमेश्वर नै हुनुहुन्छ। न मैले केही गर्न सक्छु, न तपाईँले केही गर्न सक्नुहुन्छ, तर हामीले परमेश्वरको उपस्थितिमा लगिदिने काम चाहिँ हामीले गर्न सक्छौँ। सो अगेन थ्याङ्क यू। हाम्रो प्रेज टिभीको लागि हामी धन्यवादी छौँ। हाम्रो मिड वेस्टमा तपाईँ हुनुहुन्छ, हाम्रो अभिनाम दाजुको लागि पनि एकदमै परमेश्वरले तपाईँलाई आशिष गर्नुभएको होस्। वी आर भेरी अनर्ड दाजु, तपाईँ हाम्रो बिचमा हुनु पाउनु। धन्यवाद। किनभने मत्तीको 6:33ले भन्दा पहिलो चाहिँ उहाँको धार्मिकता र उहाँको राज्यलाई खोजी गर, सबै थोक र प्राप्त हुनेछ। परमेश्वरले सबै कुरोहरू दिनुहुन्छ। यदि तपाईँहरूलाई, मलाई अस्ति मेरो मिडियाको एकजना भाइले भन्दै हुनुहुन्थ्यो, यदि म आइन भने पनि म चाहिँ मिड वेस्टको लागि केही होइन, त्यो रेजिस्ट्रेसन गर्ने पैसा म दिन्छु भन्नुभएको छ। त्यो हार्ट चाहिँ हुनुपर्छ है हामीसँग। र मैले पनि भनिसकेँ, सबै मिडिया भाइ बिनाहरूलाई ल्याउने, तर कतिको काम हुन्छ, कति हामी त्यो कुरोहरू बुझ्छौँ, किनभने त्यो कुरो परमेश्वरले पनि बुझ्नुहुन्छ। र त्यही कारणले गर्दाखेरि तपाईँहरूले मिलाएर, किनभने यो त अहिले हामीले झट्टै गरेको होइन, योभन्दा लगभग हामीले 6 महिना अगाडिदेखि फ्लायरहरू तपाईँहरूलाई फालिरहेको छौँ। किनभने एटलिस्ट हामीहरूले पनि यहाँको होइन लेबर लको पनि अलिकति हामीलाई रुल्स थाहा छ। हामीहरूले 15 दिनदेखि अगाडि नै जानकारी दियो भने जसलाई पनि छुट्टी मिल्छ, पिटिओ हालेर पनि तपाईँहरू आउन सक्नुहुन्छ। त्यो चाहिँ प्रभुको लागि महिमा होला। अहिले तपाईँहरूले केही नपाउनुहुन्छ, तर एक दिन तपाईँहरू यस्तो आशिष, ओहो त्यो ठाउँमा गएर म त यस्तो ब्लेस भए, ब्लेस मात्रै होइन, म मिलिनियर भयो भनेर तपाईँले त्यो कुरो कल्पना गर्न सक्नुहुनेछ। र यो धन्यवाद दिन चाहन्छु, किनभने उहाँले पनि कति ठाउँमा, अस्ति मैले सुन्दै थिएँ राति कति बजीतिर उहाँ होइन जुन होस्ट सर्चमा जाँदै हुनुहुन्छ होइन, त्यहाँ गएर भिडियो गरेर सबै कुरो त्यहाँको म्यानेजमेन्ट गरेर कति गाह्रो पर्छ। अनि हामीहरूले उहाँलाई सहायता भरिसके समय मिल्यो भने हामीहरूले सहायता सहयोग गर्दै, मद्दत गर्दै, एकले अर्कालाई हौसला गर्दै, एकले अर्कालाई होइन जाने कुरो सिकाउँदै होइन हामी परमेश्वरको राज्य वृद्धि गर्ने नै छौँ। किनभने यो मिडवेस्ट भनेको नि परमेश्वरको राज्य, यो कसैको होइन, यो एउटा नन प्रफिट अर्गनाइजेसन हो। यसबाट कुनै पनि हामीहरूले कहीँबाट सपोर्ट पाउने छैनौँ, कहीँबाट हामीहरूले फन्डहरू पाउने छैनौँ। यहाँ चाहिँ तपाईँहरूले नै सहयोगले गर्दाखेरि यो कुरो सफल हुनेछ। र अन्तमा हाम्रो जति पनि दर्शक श्रोताहरूले, तपाईँहरूले
यदि तपाईँहरूले अझै पनि तपाईँहरूलाई होइन हृदयबाट म यो सपोर्ट गर्नु चाहन्छु यो अहिलेको जेनेरेसन आउँदै गरेको, किनभने हामीसँग लगभग होइन 3-4 जना त स्पिकरहरू आउँदै हुनुहुन्छ र उहाँहरूलाई पनि हामीहरूले सम्मान गर्नुपर्ने हुन्छ। कतिवटा कुरोहरू होइन फर्मेटिकल्ली हामीहरूले उहाँहरूलाई होइन आदर गर्नुपर्ने हुन्छ। ती कुरामा पनि तपाईँहरूले हामीलाई सहायता सपोर्ट गर्न सक्नुहुनेछ र त्यसमा पनि आएर तपाईँहरूले आशिषित वचनहरू सुनेर तपाईँहरूले जान सक्नुहुनेछ। पक्कै पनि मलाई लाग्छ तपाईँहरू एकदम त्यसमा ब्लेस्ड हुनुहुन्छ। र अन्तमा हाम्रो दर्शकवृन्दहरूलाई हामी धन्यवाद दिँदै आजको हामी यो लाइभ कार्यक्रममा अब धेरै छ बोल्नुपर्ने, तरै पनि तपाईँहरूलाई लागेको कुरोहरू छ भने हाम्रो पार्क प्रेसिडेन्टलाई तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ र उहाँको टिम पनि छ, उहाँको टिमहरूलाई पनि गर्न सक्नुहुन्छ। र हाम्रोमा विभिन्न क्षेत्रबाट तपाईँको वर्सिप टिमहरू आउँदैछ मिनीसोटाबाट होइन। यहाँ मैले धेरै देखाउन खोजिरहेका थिएँ। अनि हाम्रो मुनकै वर्सिप टिमहरू छ, अनि विशेष गरेर नर्थ डाकोटाको छ, अनि नेब्रास्काको छ। हामी त्यो फ्लायर लगभग यो अब सकेपछि हामी त्यो फ्लायरहरू पनि हामी पोस्ट गर्ने नै छौँ। अनि त्यतिन्जेलसम्म हाम्रो दर्शक श्रोतालाई धन्यवाद दिँदै हामी बिदा लिन चाहन्छु। यदि तपाईँलाई पास्टर बुवा केही छ अन्तमा तपाईँले जोड्नु पर्ने भनेदेखि तपाईँलाई मैले यो 1 मिनेट समय दिएँ। भनिन्छ पास्टरलाई लास्टमा चाहिँ माइक नदिनु भनेर होइन। अनि फेरि अब दाजुले त्यो गल्ती गरेको जस्तो देख्दैछु म। तर फेरि अगेन आई एन्करेज यु अल टु कम। तपाईँहरू सक्नुहुन्छ भने, तपाईँको समय मिल्छ भने आउनुहोस्। विल ह्याभ ग्रेट टाइम। एभ्रीवन आर वेलकम, राइट। सबैलाई स्वागत छ अनि विल ह्याभ अ ग्रेट टाइम। यदि तपाईँले आई मिन for any reason, if you're missing, and I encourage you to check our Midwest Unity Network Facebook page. तपाईलाई त्यो पेजमा पनि चेक गर्न लगाऊ। म आग्रह गर्छु फलो गर्नुहोस् हाम्रो मिडवेस्टको पेजलाई। हामी यत्रो छौँ यहाँनिर मिडवेस्टमा। मैले देखेको फेसबुकमा 957 कति मात्रै छ फलोवर। राइट, 200 कति मात्रै थियो हो, अनि अहिले अलिकति बढ्दैछ। प्लिज फलो गर्नुहोस्। हामी प्रार्थना छ हामी लाइभ गर्छौँ भनेर। So hopefully we will be able to do that. अनि इफ हामीले गरेनौँ भने पनि तपाईँहरूलाई हामीले झुकझुक बनाउने गरेर चाहिँ अपडेट चाहिँ गरिबस्छौँ। यस्तो भयो उस्तो भयो भनेर तपाईँलाई अब ला हो म पनि गएको भए त हुन्थेँ भने बनाउने तरिकाले। तर we will miss you if you don't come. तर आउनुहोस् भनेर म आग्रह गर्छु तपाईँलाई। थ्याङ्क यू अगेन। तपाईँहरू हामीसँग भइराख्नु भयो। तपाईँहरूको प्रश्नहरू छ भने दाजुले भने जस्तै एनी टाइम रिच आउट टु मी। मेरो लाइन 24/7 ओपन छ। म आशा गर्छु राति 12 बजी कल गर्नु हुँदैन होला, तर इमर्जेन्सी पऱ्यो भने गर्नुहोस्। त्यो पनि केही छैन, म उठाउँछु तपाईँलाई, म बात गर्न सक्छु। तर निन्द्रा लागेन पास्टर बाबु तपाईँलाई कल गरेको भन्नुभयो भने चाहिँ हुँदैन त्यो चाहिँ होइन। तर आइ एम एभाइलेबल एनी टाइम टु सर्भ यु। अनि तपाईँको कम्युनिटी, तपाईँको चर्चलाई परमेश्वरले दिएको वरदान अनुसार म तपाईँलाई सेवा पुर्याउन चाहन्छु। हामी सेवा पुर्याउन चाहन्छौँ। सो गॉड ब्लेस यु अगेन। जय मसीह सबैजनालाई। धन्यवाद। र जति दर्शक श्रोताहरूले हामीलाई हेर्दै हुनुहुन्छ मिडवेस्ट पेजमा र यता प्रशंसा टिभीमा भने तपाईँहरूले सक्दो हामीहरूलाई सहायता सहयोग सपोर्ट। र यदि तपाईँहरूको कुनै पनि बिजनेसको तपाईँहरूलाई त्यस्तो केही होइन ग्राफिक डिजाइनहरू अथवा तपाईँहरूको के प्रमोसन गरिदिनु भन्ने तपाईँ चाहनुहुन्छ भने पनि तपाईँहरूको इन्ट्रो तपाईँहरूको कुनै पनि त्यस्तो ग्राफिकहरू छ भने हामीलाई पठाइदिनुहोस्। हामी तपाईँको बिजनेसलाई पनि प्रमोट गर्दै हामी एकसाथ मिलेर प्रभुको राज्य वृद्धि गर्नेछौँ। धन्यवाद। यहाँहरू सम्पूर्णलाई परमेश्वरले आशिष दिउन्।